हरे कृष्ण एभ्रिवान। हजुरहरु सबैलाई आउ ट्युटर राजन सरको युट्युब च्यानलमा स्वागत छ। आजको यस भिडियोमा चाहिँ हामी क्लास 12 फिजिक्सको मेकानिक्सको रिभिजन सुरु गर्दैछौं र मेकानिक्सका तीनटा महत्त्वपूर्ण लेसन्सहरुमा भएको इम्पोर्टेन्ट डेरिभेसन, न्युमेरिकल्स र पास्ट इयर क्वेशन्स, पोसिबल डायग्राम बेस्ड क्वेशन्सहरु हामी यस भिडियोमा डिस्कस गर्छौं। सो आज हामी पिरियोडिक मोसन सुरु गर्दैछौं जसलाई हामी एसएचएम पनि भन्ने गर्छौं। पिरियोडिक मोसन भन्नाले यस्तो मोसन जसले आफ्नो पोजिसन, भेलोसिटी र एक्सिलरेसनलाई एउटा पार्टिकुलर इन्टरभल अफ टाइममा रिपिट गर्छ। जस्तै पेन्डुलम। अब पेन्डुलम यसरी ओसिलेट हुन्छ हो, मानौ 0 सेकेन्डमा यहाँ छ पेन्डुलम। अब यो एक्सट्रिम पोजिसन भयो, यहाँबाट पछाडी अगाडि जान्छ, फेरि फर्केर यहाँ आउँछ। यहाँ स्टार्टिङ पोइन्टबाट अर्को साइडमा गएर फेरि यही आउन जुन टाइम लाग्यो त्यसलाई हामी टाइम पिरियड भन्छौँ। सपोज टाइम पिरियड चाहिँ 10 सेकेन्ड लाग्यो, फेरि 10 सेकेन्ड पछि फर्केर यही आउँछ। पोजिसन रिपिट भएको भएन। अनि यहाँनिर यसको स्पिड पनि त्यति नै हुन्छ, पहिला जति थियो त्यति नै, एक्सिलरेसन पनि त्यति नै हुन्छ। गिभन इन्टरभल अफ टाइममा आफ्नो पोजिसन, भेलोसिटी र एक्सिलरेसनलाई रिपिट गर्ने मोसनलाई चाहिँ हामीले भन्छौँ पिरियोडिक मोसन। अनि एसएचएम भनेको चाहिँ सिम्पल हार्मोनिक मोसन भनेर भनिन्छ। अब सिम्पल हार्मोनिक मोसनको नेचर कस्तो हुन्छ, जस्तै मैले तिमीहरूलाई पेन्डुलमको उदाहरण दिएँ अहिले। यहाँनिर यो जेनरली पेन्डुलमको बब त तल यसरी फ्रीली बसिरहेको हुन्छ नि, यसलाई मिन पोजिसन भन्छ। एकदम रेस्टिङमा बस्दाखेरि यसलाई माथि लान त फोर्स लाउनु पर्छ। फोर्स जुन लगाइरहेछौँ त्यसलाई हामीले डिफर्मिङ फोर्स भनेर भन्छौँ। डिफर्मिङ, यसको पोजिसनलाई डिफर्म गर्यो, 0 बाट माथि लिएर गयो। अब यसलाई छोडिदियो भने तल आउँछ कि आउँदैन? आउँछ। कुन फोर्सले गर्दा? रिस्टोरिङ फोर्सले गर्दा। स्प्रिङलाई यसरी तन्कायो, छोडिदियो भने फेरि ओरिजिनल पोजिसनमा जान्छ जाँदैन? जान्छ। कुन फोर्सले गर्दा? रिस्टोरिङ फोर्सले गर्दाखेरि। अब हेर, डिफर्मिङ फोर्स चाहिँ मैले अगाडितिर लाथेँ यसरी, तर यसलाई पछाडि फर्काएर ल्याउने फोर्स कता लाग्छ? ब्याकवर्ड। सो डिस्प्लेसमेन्ट अगाडि हुँदाखेरि रिस्टोरिङ फोर्स चाहिँ कता लागिरहेको हुन्छ? पछाडि लागिरहेको हुन्छ। अनि जति हामीले यसलाई माथि लिएर जान्छौँ नि त्यति गाह्रो फिल हुन्छ। कुनै भारी चिजलाई जति माथि उचाल्दै उचाल्दै लानुपर्छ, वेट लिफ्टिङ गरेको मान्छेहरूलाई थाहा हुन्छ, सुरुमा उचाल्दा अलिक कम एफर्ट ला जस्तो हुन्छ, अनि जति माथि 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 लिएर गयो त्यति डिफिकल्ट फिल भइरहेको हुन्छ। मतलब डिस्प्लेसमेन्ट जति बढ्यो त्यति नै फोर्स पनि के हुन्छ? इन्क्रिज हुन्छ। द्याट मिन टु से कि फोर्स इज डाइरेक्टली प्रोपोर्सनल टु डिस्प्लेसमेन्ट। जुन रिस्टोरिङ फोर्स हुन्छ अपोजिट डाइरेक्सनमा लाग्ने, त्यो चाहिँ डिस्प्लेसमेन्टसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ। अनि सिम्पल हार्मोनिक मोसनको एउटा सबैभन्दा इम्पोर्टेन्ट क्वालिटी हो। त्यो क्वालिटी हो रिस्टोरिङ फोर्स इज डाइरेक्टली प्रोपोर्सनल टु डिस्प्लेसमेन्ट। अनि यसलाई हामीले प्रोपोर्सनल साइन हटाएर -kx भनेर लेख्छौँ। अब माइनस किन दियो? मैले अघिदेखि भनिरहेको छु कि जता हामी मुभ गराउँछौँ अब्जेक्टलाई त्यसको अपोजिट डाइरेक्सनमा लाग्छ। सो रिस्टोरिङ फोर्स चाहिँ डिस्प्लेसमेन्ट भएको डाइरेक्सनको उल्टोतिर लाग्ने भएकोले यहाँ माइनस दिएको, अपोजिट डाइरेक्सन भन्ने कुरालाई यसले डिनोट गरिरहेको छ। अनि के भनेको चाहिँ के हो? यसलाई हामी भन्छौँ फोर्स कन्स्ट्यान्ट। फोर्स कन्स्ट्यान्ट भन्छौँ। स्प्रिङमा यही चिजलाई हामीले स्प्रिङ कन्स्ट्यान्ट पनि भन्छौँ। सो स्प्रिङ कन्स्ट्यान्ट अथवा फोर्स कन्स्ट्यान्ट भनेर बुझ्न सक्छौँ। अनि एकर्डिङ टु न्युटन सेकेन्ड ल अफ मोसन, फोर्स इज इक्वल टु m इन्टु a। सो यसलाई हामीले -kx लेख्न सक्यो। यहाँबाट a इज इक्वल टु निस्किन्छ -k/m इन्टु x। सो वाट वी क्यान सी, एक्सिलरेसन इज डाइरेक्टली प्रोपोर्सनल टु x। त्यो डाइरेक्टली प्रोपोर्सनल हुनलाई बाँकी चिज त कन्स्ट्यान्ट हुनु पऱ्यो नि। m कन्स्ट्यान्ट हुन्छ कि हुँदैन? जुन अब्जेक्ट यसरी ओसिलेट गरिरहेको छ त्यसको मास कन्स्ट्यान्ट हुन्छ कि हुँदैन? हुन्छ। अनि यो फोर्स कन्स्ट्यान्ट पनि कन्स्ट्यान्ट नै भयो। त्यो मानव स्प्रिङको लागि हो भने स्प्रिङको क्वालिटीमा डिपेन्ड गर्छ। यो दुईटा चिज कन्स्ट्यान्ट भइसकेपछि यो एउटा भेरिएबल हुने भयो डिस्प्लेसमेन्ट चाहिँ। सो एक्सिलरेसन चाहिँ डिस्प्लेसमेन्टमा भर पर्छ। भन्नुको मतलब यदि मिन पोजिसनमा छ भने डिस्प्लेसमेन्ट त 0 भयो नि, एक्सिलरेसन पनि 0। अनि यदि एक्सट्रिममा गयो भने डिस्प्लेसमेन्ट त एकदम हाई भयो। एक्सट्रिम भनेको हाई डिस्प्लेसमेन्ट हो। एम्प्लिट्युड पनि भन्छ त्यसलाई। 0 बाट एक्सट्रिममा जानु भनेको एम्प्लिट्युड ट्राभल गरे यसले, त्यसमा म्याक्सिमम एक्सिलरेसन हुन्छ। अनि यहाँ पनि माइनस आइरहेछ। यसको मतलब
कुनै चिजलाई चाहिँ डिस्प्लेस गरेर पेन्डुलमलाई अगाडि लिएर जाँदाखेरि त्यो पछाडि फर्किन खोज्छ रिस्टोरिङ फोर्सको कारणले, अनि त्यहाँनिर आउने एक्सिलरेसन पनि अपोजिट डाइरेक्सनमै लाग्छ। डिस्प्लेसमेन्ट फरवर्ड, एक्सिलरेसन ब्याकवर्ड। यो कुरा एकदम क्लियर हुनु पर्यो कि रिस्टोरिङ फोर्स र एक्सिलरेसन चाहिँ डिस्प्लेसमेन्टको अपोजिट डाइरेक्सनमा लाग्छ। क्लियर छ? एकदम फन्डामेन्टल म्याथमेटिकल कुरा गर्दैछु है यहाँनिर मैले। तिमीहरूलाई मैले यहाँनिर बुझाउने, यो रिभिजन क्लास भएकोले बुझाउने भनेको मोस्ट इम्पोर्टेन्ट डेरिभेसन्सहरू, न्युमेरिकल्सहरू र पास्ट इयर क्वेसन्सहरू। सो एकदम च्याप्टरको डिटेलमा गहिराइमा जाँदैन, तर जुन जुन चिज बढी महत्त्वपूर्ण छ त्यसलाई मात्रै डिस्कस गर्छु। सो यो एकदमै इम्पोर्टेन्ट हो, यसलाई ध्यान दिने, नबिर्सिने कहिले पनि। अब सिम्पल हार्मोनिक मोसनलाई हामीले एउटा हार्मोनिक फङ्सनको रूपमा रिप्रेजेन्ट गर्न सक्छौँ, मतलब पेरियोडिक फङ्सनको रूपमा। अनि अब म्याथमेटिक्सको सहायता लिनु पर्यो। फङ्सन भन्ने बित्तिकै त म्याथ आइहाल्यो, अनि म्याथमा एउटा बााउन्डेड भनेको एउटा लिमिटमा बस्ने फङ्सन चाहिँ के हुन्छ भने साइन र कस हुन्छ। जस्तै साइनको म्याक्सिमम भ्यालु 1 र मिनिमम भ्यालु कति हुन्छ -1, कसको पनि त्यही हो। त्यही भएर जेनरली एसएचएमलाई रिप्रेजेन्ट गर्न साइनवाला फङ्सन अथवा कसवाला फङ्सन युज गरिन्छ। अब हामीले हाम्रो बुकहरूमा हेर्दाखेरि चाहिँ जेनरली साइनवालै देख्छौँ, सो साइनवालै युज गर्छु है म। सो डिस्प्लेसमेन्टलाई रिप्रेजेन्ट गर्नको लागि हामीले यहाँनिर लेख्छौँ ए साइन ओमेगा टी प्लस फाइ। यो चाहिँ एसएचएमको डिस्प्लेसमेन्ट निकाल्ने फर्मुला भयो। अब यहाँ वाइ पनि लेख्न सकिन्छ, वाइ लेख्दैमा यो अलग चिज अनि एक्स लेख्दैमा अलग चिज भएन, केही फरक पर्दैन। जस्ट एउटा अन्डरस्ट्यान्डिङ हो, एक्स भने नि डिस्प्लेसमेन्ट हो, वाइ भनेको पनि डिस्प्लेसमेन्ट। अब हुनसक्छ कोहीले होरिजेन्टल डिस्प्लेसमेन्ट ल्याएको थियो त्यही भएर एक्स मान्यो, कोहीले भर्टिकलवाला डिस्प्लेसमेन्ट कन्सिडर गरेर वाइ मान्यो। अब मैले भर्टिकललाई नि एक्स मान्दा केही फरक पर्दैन, कन्सेप्चुअली फरक पर्दैन। मेरो नाम राजन राख्दैमा अथवा हरि राख्दैमा फरक पर्छ त? मलाई केले डिफाइन गर्छ? मेरो बिहेभियर, मेरो क्वालिटिज, मेरो एबिलिटिज त्यसले डिफाइन गर्छ कि नामले डिफाइन गर्छ? नामले डिफाइन गर्छ। राबाट आउने सबै मान्छे राम्रो हुन्छ? राम र रामन किन फरक भयो त? अनि रामको नाम बढी इम्पोर्टेन्ट छ कि रामको क्वालिटी बढी इम्पोर्टेन्ट छ? क्वालिटी बढी इम्पोर्टेन्ट छ नि हो। अदरवाइज रामन पनि खतरनाक मान्छे हो नि, एकदम एजुकेटेड हाइली क्वालिफाइड पर्सन हो नि, तर उसको केही नेगेटिभ क्वालिटिजले गर्दाखेरि त्यसलाई हामीले नेगेटिभ पर्सनालिटिजको रूपमा बुझ्छौँ। त्यस्तै यहाँ एक्स र वाइ लेख्दैमा फरक पर्दैन। ओके, सो डिस्प्लेसमेन्टलाई रिप्रेजेन्ट गर्न एक्स इक्वल टु ए साइन ओमेगा टी प्लस फाइ। अब ए भने के हो? एम्प्लिट्युड। अब एम्प्लिट्युडलाई बुझ्नु पऱ्यो भने मेन पोजिसन अहिले बुझाएको थिएँ पेन्डुलमको, यो मेन पोजिसन यहाँबाट म्याक्सिमम कति माथि गयो त्यो म्याक्सिमम डिस्प्लेसमेन्टलाई एम्प्लिट्युड भन्छ, अगाडि अथवा पछाडि जता गए पनि। अनि यो ओमेगा भने एङ्गुलर भेलोसिटी, एङ्गुलर फ्रिक्वेन्सी अथवा एङ्गुलर भेलोसिटी, टी भने टाइम भइहाल्यो, फाइ भनेको इनिसियल फेज भन्छ। के भन्छ? जहिले नि सुरु गर्दा जहिले नि मेन पोजिसनमा हुन्छ भने कुनै ग्यारेन्टी छ? मेबी मेन पोजिसनभन्दा 2 डिग्री अथवा 3 डिग्री माथि गएर सुरु भएको नै हुनसक्छ नि। क्वेसनमा सोध्यो कि द मोसन स्टार्टेड जस्ट 3 डिग्री एबभ द मेन पोजिसन भनेर सोध्यो भने त्यो जुन सुरुमै एङ्गल बनाएको हुन्छ नि मोसन स्टार्ट हुने बेलामा, त्यो एङ्गललाई चाहिँ हामीले फाइले रिप्रेजेन्ट गर्छौँ, इनिसियल फेज भन्छ यसलाई। अनि एज अ होल यसलाई चाहिँ फेज भन्छ। अनि फेज भनेको एकदमै खतरा चिज होइन, जस्ट एङ्गुलर डिस्प्लेसमेन्ट। के हो फेज भने? मेन पोजिसनबाट यदि 30 डिग्री माथि छ भने फेज कति भयो? 30 डिग्री भयो। जस्ट एन एङ्गलै हो फेज, एउटा नाम मात्रै दिएको छ। सो यति पुरैलाई चाहिँ फेज, यो पुरैलाई फेज, अनि यो फाइ चाहिँ के हो त? इनिसियल फेज। ओके, अब एसएचएमको डिस्प्लेसमेन्ट मात्रै जानेर त भएन, एसएचएमको भेलोसिटी जान्नु पर्यो, एसएचएमको एक्सिलरेसन जान्नु पर्यो। अब डेरिभेटिभको युज गर्छौँ भेलोसिटी निकाल्नको लागि। हामीले यो जुन एक्स छ डिस्प्लेसमेन्ट छ यसको डेरिभेटिभ गर्छौँ विथ रेस्पेक्ट टु टाइम, किनकि भेलोसिटी भनेको रेट अफ चेन्ज अफ डिस्प्लेसमेन्ट हो। द्याट इज वाइ विल डु डिएक्स बाई डिटी। यसबाट भेलोसिटी आउँछ, भी आउँछ। अब यसको डेरिभेटिभ गर्दाखेरि ए कन्स्ट्यान्ट भएकोले बाहिर आउँछ, अनि डी साइन
ओमेगा टी प्लस फाई बाई ओमेगा टी प्लस फाई ओमेगा टी प्लस फाई बाई डिटी। अब मैले डिटी नै लेखिनँ डाइरेक्ट, किनकि यहाँनिर एङ्गल फरक छ नि त, चेन रुल लाउनु पर्छ। यो 11 क्लासको म्याथमा डेरिभेटिभ पढ्दाखेरि धेरै गरेको छौँ। यहाँ साइनसँग जुन फङ्सन छ त्यही फङ्सन हुनुपर्छ। यहाँ तल साइनको यहाँ ब्राकेटभित्र जे कुरा दिएको छ त्यही चिज हामीले यहाँ लेख्नै पर्छ। अनि यसलाई मिलाउनको लागि यहाँ चेन बनाएको हामीले यो काटिनु पर्यो। अनि एट द एन्ड डिटीलाई यहाँ लेखिदियो। अब यहाँनिर साइन थीटाको डेरिभेटिभको फर्मुला हाल्न मिल्छ। साइन थीटाको डेरिभेटिभ के हो त? कस थीटा, अनि कस ओमेगा टी प्लस फाई। अब यसको डेरिभेटिभ गरौँ। यो फाई कन्स्ट्यान्ट भएकोले 0 भइहाल्छ यसको डेरिभेटिभ। अनि ओमेगा टीको ओमेगा आउँछ, ओमेगा भयो। सो वी गेट द फर्मुला ए ओमेगा कस ओमेगा टी प्लस फाई। अब यो कसवाला टर्मलाई हामीले हटाउन कोसिस गरौँ, साइनमा कन्भर्ट गरौँ, किनकि सुरुमा यहाँ साइनको फर्ममा थियो, फेरि साइनमा कन्भर्ट गर्न कोसिस गरौँ। त हामीले के यसलाई यस्तो लेख्न मिल्छ, ओमेगा अंडर रूट ए स्क्वायर कस स्क्वायर ओमेगा टी प्लस फाई यस्तो लेख्न मिल्छ कि मिल्दैन? यो रुटबाट हटेर त्यही आउँछ कि आउँदैन? पहिलाकै चिज। ओके, अब आखिर यो र यो एउटै चिज हो, रुटबाट हटेपछि माथिको चिज आइहाल्छ। यस्तो किन गरे त? अब कस स्क्वायरलाई साइन स्क्वायरमा कन्भर्ट गर्न इजी हुन्छ। सो यसलाई साइन स्क्वायरमा कन्भर्ट गरौँ। ओमेगा अंडर रूट ए स्क्वायर इंटू 1 माइनस साइन स्क्वायर ओमेगा टी प्लस फाई। अब मल्टीप्लाई गरिदेऊ ए स्क्वायरले, ए स्क्वायर माइनस ए स्क्वायर साइन स्क्वायर ओमेगा टी प्लस फाई। अब यो भनेको ए साइन ओमेगा टी प्लस फाई इज एक्ज्याक्टली इक्वल टू एक्स। सो यसको ठाउँमा हामी स्क्वायर भएकोले एक्स स्क्वायर लेख्न सक्छौँ। सो वी गेट ओमेगा इंटू अंडर रूट ए स्क्वायर माइनस एक्स। सो भेलोसिटी इक्वल टू ओमेगा इंटू अंडर रूट ए स्क्वायर माइनस एक्स स्क्वायर हामीले फर्मुला डेराइभ गर्छौँ। अब हामीले यहाँनिर हेर्नुपर्ने कुरा चाहिँ के हो भने भेलोसिटीको म्याक्सिमम भ्यालु कति र मिनिमम भ्यालु कति। यस, यो मिलिहाल्छ नि। मैले त अझै बुझोस् भनेर स्टेप जम्प नगरिकन मैले त सिधै यो गरिदिन्थेँ। मलाई त सिधै यो पनि थाहा छ नि हैन। मेरो उद्देश्य भनेको स्टुडेन्टले सानो कन्फ्युजन पनि नभेटोस् भनेर। तिमीलाई थाहा छ भने तिमीले यहाँबाट सिधै यो लेख्न नै मिल्छ, यहाँबाट सिधै यो लेख्न नै मिल्छ। किनकि 12 क्लासको स्टुडेन्टले बाई डिफल्ट बुझ्नुपर्ने हो, तर सबले बुझ्दैनन्। त्यही भएर बुझाउनको लागि टिचरले चाहिँ भनिदिनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ, त्यही भएर भन्दै है। ओके, अब हामीले भेलोसिटीको म्याक्सिमम र मिनिमम भ्यालु निकाल्नको लागि मिन पोजिसन र एक्सट्रिम पोजिसनमा यसलाई एनालाइसिस गरौँ है त। मिन पोजिसन, एट मिन पोजिसन। अब मिन पोजिसन भन्नाले पेन्डुलमको यहाँ पिक्चरै बनाएर बुझौँ। पेन्डुलमको इनिसियल अवस्था सुरुमा यहाँ थियो, यसलाई भन्छ मिन पोजिसन एमपी। अनि जब यो माथि जान्छ यतातिर यसलाई भन्छ एक्सट्रिम पोजिसन। अब मिन पोजिसनमा एक्सको भ्यालु 0 हुन्छ किनकि अगाडि बढेकै छैन। अनि एक्सट्रिम पोजिसनमा जाँदा एक्सको भ्यालु कति हुन्छ? एक्सट्रिम पोजिसन भने त अब एम्प्लिट्युड भयो नि त। सो यहाँनिर चाहिँ एक्सको भ्यालु कति भयो त? ए भयो। एक्सट्रिम पोजिसनमा एक्स इक्वल टू ए, मिन पोजिसनमा एक्स इक्वल टू 0। अब एक्स इक्वल टू 0 राखेर हामीले हेर्ने हो भने भेलोसिटी कति आउँछ? v इज इक्वल टू यहाँ 0 राखिदियो भने कति आउँछ? ए स्क्वायर रुटबाट निस्किन्छ ए ओमेगा अथवा ओमेगा ए। सो v इक्वल टू ए ओमेगा आयो। दिस इज वाट? दिस इज म्याक्सिमम भ्यालु, भेलोसिटीको म्याक्सिमम भ्यालु हो। जब यो एक्स को भ्यालु मिनिमम हुन्छ त्यो बेलामा भेलोसिटीको भ्यालु चाहिँ के हुन्छ? म्याक्सिमम हुन्छ। सो याद राख्ने मिन पोजिसनमा भेलोसिटी म्याक्सिमम हुन्छ। त्यसै गरी एक्सट्रिम पोजिसनमा एट एक्सट्रिम पोजिसन जहाँ एक्स इक्वल टू ए हुन्छ, v इक्वल टू कति आउँछ? ए राखिदियो, ए स्क्वायर भयो। ए स्क्वायर माइनस ए स्क्वायर 0,
0 इन्टु समथिङ 0 नै आयो भनेपछि दिस इज द मिनिमम भ्यालु। कहाँनिर हुँदो रहेछ मिनिमम भ्यालु? एक्सट्रिम। अब यो चिजहरू जुन हामीले यहाँ पढिरहेछौँ यो डिफ्रेन्ट वेमा सोध्न सक्छ, एमसीक्यू को फर्ममा या कन्सेप्चुअल क्वेसनको फर्ममा। सो इट इज इम्पोर्टेन्ट टु अन्डरस्ट्यान्ड है। यतिसम्म क्लियर भयो? ल अब यसै गरी हामी एक्सिलरेसनको पनि डिस्कस गर्छौँ। एक्सिलरेसन निकाल्नको लागि डेरिभेटिभ अफ भेलोसिटी गर्नुपर्छ। रेट अफ चेन्ज अफ भेलोसिटीलाई भनिन्छ एक्सिलरेसन। अब भेलोसिटीको अघि त हामीले फर्मुला त बनायौँ, एउटा यो बनायो फाइनलमा ओमेगा अंडर रूट ए स्क्वायर माइनस एक्स स्क्वायर। योभन्दा अगाडि पनि एउटा फर्मुला थियो, एक दुई स्टेप अगाडि कसको फर्ममा। के थियो त्यो फर्मुला? ए ओमेगा कस ओमेगा टी प्लस पाई। एक दुई स्टेप अगाडि यो फर्मुला आएको थियो। सो यो वालालाई भन्दा यो वालालाई युज गर्छौँ किनकि हामीले यहाँ टाइमको रेस्पेक्टमा डेरिभेटिभ गर्नु छ। अनि यो फर्मुलामा हेऱ्यो भने त टाइम कतै देखिरहेको छैन। सो इट विल बी डिफिकल्ट टु डू डेरिभेटिभ। द्याट इज वाइ यसलाई चुज गर्छौँ हामी। सो यसलाई चुज गरेर डेरिभेटिभ गरौँ। ए ओमेगा कस ओमेगा टी प्लस पाई विथ रेस्पेक्ट टु टाइम। अब यसमा चाहिँ म चेन रुल लगाएर बस्दिनँ, अघि नै बुझाइसकेँ चेन रुल लाग्छ। अब यसमा अलि डाइरेक्ट गर्छु। ए ओमेगा कन्स्ट्यान्ट हो, बाहिर आयो। कसको डेरिभेटिभ के हुन्छ? माइनस साइन ओमेगा टी प्लस फाइभ। अनि चेन रुल लाउँदाखेरि यो पार्टको फेरि डेरिभेटिभ गर्नुपर्ने हुन्छ। यहाँबाट फेरि के निस्किन्छ? एउटा ओमेगा निस्किन्छ। सो यो आयो माइनस ए ओमेगा स्क्वायर साइन ओमेगा टी प्लस फाइभ। अनि यो ए र साइन ओमेगा टी प्लस फाइभ भने एक्स हो कि होइन? हामीले सुरुमा एक्स इज इक्वल टु ए साइन ओमेगा टी प्लस फाइभ लेट गरेका थियौँ हो। त्यसलाई हामी यहाँ सब्स्टिट्युट गरिदियो भने माइनस एक्स ओमेगा स्क्वायर आयो। अनि ओमेगा त कन्स्ट्यान्ट हो, एंगुलर भेलोसिटी त कन्स्ट्यान्ट हुन्छ। सो इफ दिस इज कन्स्ट्यान्ट व्हाट वी कैन सी? एक्सिलरेशन इज डायरेक्टली प्रोपोर्शनल टू डिस्प्लेसमेंट। एसएचएम को क्वालिटी आई गएन हो। सो एसएचएम को क्वालिटी नै यही हो। सिंपल हार्मोनिक मोशन में एक्सिलरेशन इज डायरेक्टली प्रोपोर्शनल टू डिस्प्लेसमेंट। माइनस साइन पनि आछ। माइनस साइनले के डिनोट गर्छ? जता मुभ भइरहेको अब्जेक्ट त्यसको उल्टोतिर लाग्छ। के एक्सिलरेशन अनि रिस्टोरिङ फोर्स, दुईटा चीज। रिस्टोरिङ फोर्स अनि एक्सिलरेशन, यो दुईटा चीज चाहिँ अपोजिट लाग्छ। अब यहाँनिर एक्सिलरेशनको यो फर्मुला बन्यो त यसको मिनिमम र म्याक्सिमम भ्यालु डिस्कस गरौँ। मीन पोजिसन र एक्सट्रिम पोजिसनमा त्यही लेखा छ। मीन पोजिसनमा x0, एक्सट्रिम पोजिसनमा x इक्वल टु a। सो यसको मीन पोजिसनमा x इक्वल टु 0 राखिदिने हो भने एक्सिलरेशन कति आउँछ त? 0 मिनिमम भ्यालु भयो। अनि एक्सट्रिम पोजिसनमा x इक्वल टु a हालिदिने हो भने एक्सिलरेशन कति आउँछ? a ओमेगा स्क्वायर आउनलाई माइनस a ओमेगा स्क्वायर आउँछ। माइनस a ओमेगा स्क्वायर। तर यसको म्याग्निट्युड मात्रै लेख्ने हो भने a ओमेगा स्क्वायर हुन्छ। यो माइनसले त डाइरेक्सन सो गर्छ नि त, अपोजिट डाइरेक्सन भनेर। त म्याग्निट्युड म्याक्सिमम बनाउनलाई एक्सट्रिममा जाने अनि मिनिमम बनाउनलाई कहाँ जाने? मिन। उल्टो रहेछ कि रहन्छ भेलोसिटी भन्दा। ल केही छ यसमा समस्या भन? सोध है। एकदम भिडियो रेकर्ड भइरहेछ भनेर धेरै उ नगर, सोध मजाले। ठिक छ, अगाडि बढौँ। एक्सिलरेशन भयो। अब अर्को इम्पोर्टेन्ट चिज हो टाइम पिरियड एन्ड फ्रिक्वेन्सी। अब यो जुन एक्सिलरेशनको फर्मुला बनेको छ ए इक्वल टु
माइनस एक्स ओमेगा स्क्वायर, यहाँबाट टाइम पिरियड निकाल्न मिलिहाल्छ, फ्रिक्वेन्सी नै मिल्छ बिकज ओमेगा इज रिलेटेड टु टाइम पिरियड 2π/t अथवा 2πf 2πf राख्दियो भने फ्रिक्वेन्सी आउँछ, 2π/t राख्दियो भने टाइम पिरियड आइहाल्छ। सो त्यो दुईटा हामी निकालौँ। एसएचएम को टाइम पिरियड है, सिंपल हार्मोनिक मोशन को टाइम पिरियड कैपिटल टी निकाल्नलाई हामी एक्सिलरेशन को मैग्निट्यूड युज गर्छौं, जुन आएको थियो हाम्रो एक्स ओमेगा स्क्वायर, माइनस राख्यो भने चाहिँ डाइरेक्सन सहित हो, माइनसलाई हामी इग्नोर गर्छौं न्युमेरिकलहरु गर्दा बिकज वी नीड टु फाइन्ड मैग्निट्यूड ओन्ली। अब यहाँबाट टाइम निकाल्नको लागि ओमेगा को दुईटा फर्मुला छ, एउटा 2π/t अनि अर्को 2πf। हामीलाई टाइम पिरियड चाहिएको छ भने यो वाला फर्मुला हाल्छौं। सो a इज इक्वल टु x इन्टु 2π/t को होल स्क्वायर, a/x इक्वल टु 2π/t को होल स्क्वायर, यता रुट हाल्दिउँ, a/x इज इक्वल टु 2π/t। टाइम निकाल्नु छ त यसलाई उल्टाउँ, यो फ्र्याक्सन उल्टाएपछि यहाँ पनि उल्टिनु पर्छ, इन्भर्टेन्डो भन्छ यसलाई, इन्भर्ट गरिदिने यसलाई। सो रुट x/a इक्वल टु t/2π, देयरफोर t इज इक्वल टु कति आयो 2π/x/a। x भने डिस्प्लेसमेन्ट हो, a भनेको एक्सिलरेसन। सो एसएचएम मा टाइम पिरियड निकाल्नु पर्यो भने 2π/ डिस्प्लेसमेन्ट बाई एक्सिलरेसन गर्न सकियो। अनि यदि टाइम पिरियड थाहा छ भने फ्रिक्वेन्सी थाहा भइहाल्छ। फ्रिक्वेन्सी निकाल्ने फर्मुला हो 1 टाइम पिरियड, रेसिप्रोकल हुन्छ। सो यसैको रेसिप्रोकल गरिदिने 1/2π √ a/x भयो, फ्रिक्वेन्सी इजिली आयो। अब हामी यति बुझिसकेपछि अब सिम्पल पेन्डुलम को टाइम पिरियड निकाल्ने डेरिभेसन बुझ्छौं। त्यसपछि स्प्रिङ को दुईटा केस छ, एउटा होरिजेन्टल वाला अनि अर्को भर्टिकल वाला। त्यो बुझेपछि अनि लास्टमा एउटा इनर्जी, एसएचएम मा कति काइनेटिक इनर्जी हुन्छ, कति पोटेन्शियल इनर्जी हुन्छ, त्यो पनि बुझ्छौं। हुन त अहिले डिस्कस गरे पनि हुन्छ त्यसलाई, इनर्जीलाई त, किनकि त्यो एसएचएम कै इनर्जी निकाल्ने हामीले कुनै पेन्डुलम को अथवा यो स्प्रिङ को भनेर तोकेर निकाल्दैन, एज अ होल एसएचएम कै इनर्जी निकाल्ने हो। त पहिला हामी इनर्जी नै डिस्कस गरिहालौँ, त्यसपछि टाइम पिरियड त्यो छुट्टा छुट्टै हामी हेरौँला। इनर्जी इन एसएचएम। अब यो इनर्जी इन एसएचएम दुई थरीको हुन्छ, एउटा पोटेन्शियल इनर्जी अनि अर्को काइनेटिक इनर्जी। सिन्स इट इज रिलेटेड टु मोसन, मोसनसँग सम्बन्धित छ, चालसँग सम्बन्धित भएकोले यहाँ काइनेटिक त आउने नै भयो, अनि पोटेन्शियल पनि आउने भयो, किनकि पोटेन्शियल इनर्जीको कन्सेप्ट चाहिँ भुरा क्लासमा पढाउँदा के भनिन्छ भने कुनै चिजलाई हाइटमा राखेको छ भने त्यहाँ पोटेन्शियल इनर्जी हुन्छ। यही पढ्यो होला तिमीहरूले पनि, ग्राउन्डबाट माथि राखेको छ भने पोटेन्शियल इनर्जी हुन्छ है, त्यो फ्यानमा कुन इनर्जी, पोटेन्शियल इनर्जी, यसरी पढ्यो हो। अनि स्प्रिङ तन्कायो भने स्प्रिङमा कुन इनर्जी, पोटेन्शियल इनर्जी। तर एक्चुअलमा पोटेन्शियल इनर्जी भन्नाले के हो भने हामीले जब कुनै चिजमाथि काम गर्छौँ, जस्तै फ्यान माथि लानलाई कसैले काम गरे होला नि, आफै त गएन होला, माथि झुन्डाउँदाखेरि फ्यानलाई ह्याङ गर्दाखेरि कसैले उचालेर जमिनबाट लगेर जोड्या होला त्यहाँनिर, अनि त्यो उचाल्ने मान्छेले काम गरेको थियो कि थिएन, हो त्यो मान्छेले गरेको काम चाहिँ त्यो फ्यानमा स्टोर भयो, अनि त्यो स्टोर भएको इनर्जीलाई हामीले के भन्छौँ त, पोटेन्शियल इनर्जी। स्प्रिङको केसमा नि त्यही हो, स्प्रिङलाई जब हामीले तन्काउँछौँ, तन्काउँदा हाम्रो इनर्जी वेस्ट हुन्छ, हाम्रो वेस्ट भएको इनर्जी गएर स्प्रिङमा स्टोर भएर बस्छ, अनि त्यसैलाई स्प्रिङको पोटेन्शियल इनर्जी बन्यो। ओके, सो यो दुईटै इनर्जी हुन्छ एसएचएम मा, यो दुईटैलाई हामी निकाल्न सिक्छौँ है त।
अब पोटेन्शियल इनर्जी निकाल्नको लागि फोर्स हामीले डिस्कस गरेका छौँ फोर्स इज इक्वल टु माइनस के इन्टु एक्स एसएचएममा यही हुन्छ ओके अनि यो फर्मुला हेरेर के थाहा हुन्छ भने यदि यक्सको भ्यालु चेन्ज भयो भने फोर्स पनि चेन्ज हुन्छ सो दे आर नट कन्स्टेन्ट अनि वर्क निकाल्ने फर्मुला 11 क्लासमै पढेको या भुरा क्लासमा पनि पढाएको छ फोर्स इन्टु डिस्प्लेसमेन्ट कस थीटा पनि आउँछ तर सेम डाइरेक्सनमा भएपछि यदि फोर्स र डिस्प्लेसमेन्ट सेम डाइरेक्सन भएपछि कस थीटा नलेखे पनि भयो किनकि 0 भइहाल्छ कस 0 भनेको 1 अहिले हामी त्यो कसवाला पार्टलाई इग्नोर गर्छौँ फोर्स इन्टु डिस्प्लेसमेन्ट गरेर वर्क निकालेको त याद होला तिम्रो तर के त्यो फोर्स भेरिएबल हुन्थ्यो कि कन्स्टेन्ट हुन्थ्यो फोर्सको भ्यालु नै चेन्ज भएको भइ गऱ्यो भने कुन फोर्स राख्ने त यहाँनिर तिमीलाई बुकमा क्वेसन बनाएर दियो इनिशियली द फोर्स वाज 10 न्युटन देन 9 न्युटन देन 8 न्युटन देन 7 न्युटन कुन हालेर गर्छौ कुनै एउटा हालेर गर्छौ कि सबै हाल्नुपर्छ कसरी हाल्छौ सबै एकैचोटि छुट्टा छुट्टै हाल्नुपर्छ छुट्टा छुट्टै हालेर सबैलाई के गर्नुपर्छ जोड्नुपर्छ अनि सबैमा डिस्टेन्स त्यही टोटल डिस्टेन्स हाल्न पाइन्छ सुरुमा मैले 1 मिटर धक्का दिँदा 9 न्युटनको फोर्स लाग्यो रे फेरि अर्को 50 सेन्टिमिटर धक्का दिँदा 8 न्युटन लाग्यो रे अनि 20 सेन्टिमिटरमा चाहिँ 7 न्युटन फोर्स लाग्यो रे अलग अलग फोर्सको लागि अलग अलग डिस्प्लेसमेन्ट छ भनेपछि एउटै डिस्प्लेसमेन्ट हाल्न मिल्यो मिलेन फोर्स पनि भेरिएबल छ डिस्प्लेसमेन्ट पनि भेरिएबल छ त्यो केसमा यो फर्मुला लाग्दैन त्यस्तो केसमा हामीले के गर्छौँ भने एकदम सानो डिस्प्लेसमेन्ट लिन्छौँ अनि सानो डिस्प्लेसमेन्टमा त फोर्स कन्स्टेन्ट हुन्छ नि त के हुँदैन थोरै डिस्प्लेसमेन्ट लियो भने एकैचोटि फोर्स त चेन्ज हुँदैन नि त जस्तै मैले जमिनबाट कुनै चिजलाई यति माथि उचाले 1 मिटरको उचाइमा उचाले भने ग्राभिटी एकदम धेरै चेन्ज हुन्छ 1 मिटरमै ग्राभिटी धेरै चेन्ज हुन्छ त तिमीहरू ग्राउन्ड फ्लोरबाट यो फर्स्ट फ्लोरमा आउँदाखेरि ग्राभिटी धेरै घटेको जस्तो लाइट फिल भइरहेछ हलुको फिल भइरहेको छैन नि त्यति सिग्निफिकेन्ट चेन्ज हुँदैन सो थोरै डिस्टेन्समा हामीले वर्क निकाल्छौँ सो लेट dx be very small displacement therefore small work done यो जुन फोर्स छ यो फोर्सले सानो काम कति गर्छ त यो फोर्स F इन्टु सानो डिस्प्लेसमेन्ट dx फोर्सको भ्यालु यहाँ पुट गरिदेऊ माइनस के एक्स dx ठिक छ सानो वर्क आयो अब टोटल वर्क निकाल्नु पर्यो टोटल वर्क इन्टिग्रेसन गर्नुपर्छ थोरै मुभ गराउँदाखेरि एफ इन्टु डिएक्स काम गर्यो अब 0 बाट x सम्म मुभ गराउनु पर्यो मानौ यहाँ एउटा स्प्रिङै छ सपोज स्प्रिङ यहाँनिर थियो सुरुमा x = 0 मा थियो अनि यसलाई बढाउँदै अगाडि तन्काउँदाखेरि x मा पुग्यो रे 0 बाट x मा पुग्यो रे भनेपछि टोटल वर्क डन यहाँ यो पोइन्ट ए बाट पोइन्ट बी मा लाँदाखेरि टोटल वर्क डन कति गर्यो भनेर निकाल्न त यो सानो वर्क डनलाई 0 बाट x सम्म इन्टिग्रेट गर्नु पर्यो सो 0 टु x हामीले इन्टिग्रेट गर्छौँ यो सानो वर्कलाई dw लाई यहाँ dw लेखे भयो dw को भ्यालु म डाइरेक्ट लेखिदिरहेछु माइनस kx dx अब यसमा कन्स्टेन्ट भनेको के मात्रै हो माइनस के बाहिर आयो अनि x को इन्टिग्रेसन हुन्छ x²/2 0 टु x अब पहिला x राखेपछि x आउने हो यहाँ 0 राख्दा 0 भइहाल्छ अनि x मात्रै राखे पुग्यो माइनस k x²/2 यो फर्मुला हाम्रो आयो अब यो के भनेको फोर्स कन्स्टेन्ट हो हामीले यहाँबाट के को भ्यालु निकाल्न सक्छौं कसरी एक्सिलरेसन इज इक्वल टु माइनस x ओमेगा स्क्वायर हो हामीले अगाडि डेराइभ गरेको अनि फोर्स इज इक्वल टु के हो m इन्टु a त्यसो भए यहाँ भ्यालु पुट गरिदियो भने माइनस m x ओमेगा स्क्वायर आउँछ फोर्स इक्वल टु ध्यान दिएर आउँछ यो चाहिँ एसएचएम मा लाग्ने रिस्टोरिङ फोर्स एसएचएम मा लाग्ने रिस्टोरिङ फोर्स चाहिँ माइनस m x ओमेगा स्क्वायर हुँदो रहेछ
अनि यो पनि त SHM कै फोर्स, दुईटै SHM कै फोर्स भएपछि दुईटालाई इक्वेट गर्न मिल्छ कि मिल्दैन? मिल्छ भने अब यहाँबाट के को भ्यालु निकालौँ, यो इक्वल टु योबाट के को भ्यालु निकालौँ, कति आउँछ? माइनस माइनस काट्यो, एक्स एक्स पनि काट्यो, के इक्वल टु कति आउँछ? के इक्वल टु m ओमेगा स्क्वायर. So we can put here, एकछिन है, यहाँ वर्क डनमा मैले नेगेटिभ हाल्नु पर्थ्यो, त्यो मिस भएछ. किन नेगेटिभ हाल्नु पर्छ भने जता डिस्प्लेसमेन्ट भइरहेछ त्यसको उल्टोतिर लाग्यो भने फोर्स. याद गर मैले सुरुमै भनेको थिएँ तर मैले आफै यहाँ मिस्टेक गरेँ. फोर्स रिस्टोरिङ फोर्स, अब्जेक्ट अगाडि गइरहेको भने रिस्टोरिङ फोर्स कता लाग्छ? पछाडि. उल्टो भएन त? उल्टो डाइरेक्सनमा लाग्दाखेरि वर्क डन त नेगेटिभ हुन्छ नि. त्यही भएर माइनस एफ इन्टु डिएक्स हुनुपर्छ. अनि यो माइनस र यो के को माइनस मिलेर यो के भइहाल्छ? प्लस. सो यहाँ माइनस साइन आउँदैन. अब के को भ्यालु त्यो पुट गरिदिउँ, के को भ्यालु यहाँ पुट गरिदिउँ, आउने भयो m ओमेगा स्क्वायर एक्स स्क्वायर बाई 2. यसलाई हामी 1/2 m ओमेगा स्क्वायर एक्स स्क्वायर लेख्न सक्छौँ. अब मैले सुरुमै तिमीहरूलाई बुझाएँ कि कुनै पनि चिजमा जब हामी काम गर्छौँ हाम्रो इनर्जी वेस्ट हुन्छ, त्यो वेस्ट भएको इनर्जी त्यो अब्जेक्टमा गएर स्टोर भयो भने त्यो इनर्जीलाई हामीले के नाम दिन्छौँ त? पोटेन्सियल इनर्जी. अब यहाँ पनि त काम गरेको छ हामीले, यो स्प्रिङलाई एबाट बीमा तन्काउँदा काम गरेन हो? त्यो हामीले गरेको काम स्प्रिङमा स्टोर हुन्छ. अनि यहाँ लगेर छोडिदियो भने के हुन्छ? फर्केर आउँछ नि. कुन इनर्जीले गर्दा फर्केर आयो? फोर्स चाहिँ रिस्टोरिङ. कुन इनर्जीले गर्दा फर्केर आयो भनेर सोध्यो भने पोटेन्सियल इनर्जी. अनि त्यो पोटेन्सियल इनर्जी घट्दै घट्दै जान्छ अनि त्यसमा स्पिड बढ्छ. स्पिड बढेपछि त्यसमा कुन इनर्जी आयो फेरि? काइनेटिक. सो पोटेन्सियलबाट काइनेटिकमा चेन्ज हुन्छ, काइनेटिकबाट फेरि केमा चेन्ज हुन्छ? पोटेन्सियलमा. यिनीहरू इन्टर कन्भर्सिबल हुन्छ, एकअर्कामा चेन्ज भइरहेको छ. सो यहीबाट हाम्रो पोटेन्सियल इनर्जी निस्क्यो. पोटेन्सियल इनर्जी इक्वल टु वर्क, द्याट इज 1/2 m ओमेगा स्क्वायर एक्स स्क्वायर. यसको पनि म्याक्सिमम मिनिमम निकाल्न सकिन्छ. कहाँ मिनिमम कहाँ म्याक्सिमम हुन्छ भन त? मान यो मिन पोजिसन भयो अनि एक्स इक्वल टु ए चाहिँ एक्सट्रिम पोजिसन भयो. अब मिनिमम कहाँ हुन्छ, म्याक्सिमम कहाँ हुन्छ? पोटेन्सियल इनर्जी. मिनमा के हुन्छ? मिनिमम. सो पोटेन्सियल इनर्जीको मिनिमम भ्यालु मिन पोजिसनमा हुने भयो. एक्स इक्वल टु 0, यहाँ चाहिँ मिनिमम हुने भयो, 0 नै आउँछ मिन पोजिसनमा. अनि पोटेन्सियल इनर्जीको म्याक्सिमम भ्यालु कति हुने भयो त? एक्सट्रिम पोजिसनमा यहाँ म्याक्सिमम भ्यालु हुने भयो. यो चाहिँ 1/2 m ओमेगा स्क्वायर ए स्क्वायर. यो चाहिँ एक्सट्रिम पोजिसनमा हुने भयो. सो हामीले अघि सुरुदेखि नै मिनिमम म्याक्सिममलाई डिस्कस गरिरहेको छौँ. कोसँग मिल्यो? यो भेलोसिटीसँग मिल्यो कि एक्सिलरेसनसँग मिल्यो? भेलोसिटी मिन पोजिसनमा अघि म्याक्सिमम थियो कि मिनिमम थियो? म्याक्सिमम थियो. एक्सिलरेसन चाहिँ के थियो? मिनिमम थियो. अनि एक्सिलरेसनवाला केसँग मिल्यो? अब काइनेटिक त इजिली आइहाल्छ. हामीलाई भेलोसिटी अलरेडी थाहा छ, सुरुमै हामीले भेलोसिटी डिस्कस गरिसकेका छ. याद गर के हो भेलोसिटी फर्मुला? अघि भर्खर पढायो, v इक्वल टु रुटवाला फर्मुला. रुटवाला ए हो र बाहिर, रुट बाहिर ए हो र बाहिर ओमेगा हो. सो हामीले भेलोसिटी पढेकै छौँ, v इक्वल टु ओमेगा अंडर रुट ए स्क्वायर माइनस एक्स स्क्वायर. त्यसो भए काइनेटिक इनर्जी आइहाल्छ 1/2 मास इन्टु भेलोसिटीको स्क्वायर. भी थाहा छ त यहाँ पुट गरिदेऊ 1/2 मास अनि यसको स्क्वायर गरेपछि यहाँ ओमेगा स्क्वायर रुट हट्छ यसको ए स्क्वायर माइनस एक्स स्क्वायर. आयो, कति इजिली आयो काइनेटिक इनर्जी. त पोटेन्सियल इनर्जीलाई अलि दिमाग लाउनु परिरहेको थियो. अब टोटल इनर्जी कति हुन्छ? काइनेटिक इनर्जी प्लस पोटेन्शियल इनर्जी जोडेर हेरौँ 1/2 m ओमेगा स्क्वायर
ए स्क्वायर माइनस एक्स स्क्वायर प्लस पोटेन्सियल इनर्जी 1/2 यम ओमेगा स्क्वायर एक्स स्क्वायर। अब यो मल्टिप्लाई गरेपछि केही न केही काटिन्छ जस्तो लाग्छ हेर त। यसलाई मैले यहाँभित्र मल्टिप्लाई गर्दैछु कुनै टर्म काटिन्छ जस्तो लाग्छ? लाग्दैन? कमन तान्दिउँ न ल, कमन तान्दै है मैले यसबाट कमन तान्दै। ए स्क्वायर माइनस एक्स स्क्वायर प्लस एक्स स्क्वायर आउँछ, एक्स स्क्वायर वाला टर्म काट्यो 1/2 यम ओमेगा स्क्वायर ए स्क्वायर। यति आयो टोटल इनर्जी। यो टोटल इनर्जी पोटेन्सियलको म्याक्सिमम भ्यालुसँग बराबर छ कि छैन? सो इट इज इक्वल टु म्याक्सिमम भ्यालु अफ पोटेन्सियल। अब मैले यहाँनिर केहीको पनि मिनिमम म्याक्सिमम डिस्कस गर्नुपर्ने थियो जुन मैले भनिनँ अघि। अहिले फेरि हेरौँ यसको म्याक्सिमम मिनिमम कहाँ हुन्छ ल, सोचौँ त। भेलोसिटीसँग मिल्छ यसको चाहिँ। ल भन मलाई केहीको मेन पोजिसनमा कति हुन्छ? मेन पोजिसनमा एक्सको भ्यालु 0 अनि केही के भयो त म्याक्सिमम भयो कति 1/2 एम ओमेगा स्क्वायर ए स्क्वायर। त्यसै गरी एक्सट्रिम पोजिसनमा केही हुन्छ मिनिमम यो ए भएपछि ए माइनस ए स्क्वायर माइनस ए स्क्वायर 0 भइहाल्यो, 0 आउनु। यो चाहिँ भेलोसिटीसँग मिलिरहेछ, केही चाहिँ भेलोसिटीसँग मिलिरहेछ अनि पोटेन्सियल इनर्जी केसँग मिलिरहेछ? एक्सिलरेसन। यसरी रिलेसन बनाएर पढ्यो भने पछि कन्फ्युज हुँदैन। काइनेटिक र भेलोसिटी हामी एउटा टिम भन्छ अनि पोटेन्सियल र एक्सिलरेसन के भन्छ? हामी अर्को टिम, अपोनेन्ट। दुईजना कबड्डी खेलिरहेछ अनि दुईजना कबड्डी खेल्छ, कहिले पोटेन्सियलले जित्छ कहिले काइनेटिकले जित्छ। तर टोटल चाहिँ जहिले पनि के हुन्छ? कन्स्ट्यान्ट। टोटल इनर्जी इज अलवेज कन्स्ट्यान्ट। कसरी? मास कन्स्ट्यान्ट छ, ओमेगा कन्स्ट्यान्टै हो, एम्प्लिट्युड पनि कन्स्ट्यान्ट। यहाँ भेरिएबल केही छ छैन नि। सो हामी कन्क्लुजनमा के लेख्छौँ? टोटल इनर्जी इक्वल टु पोटेन्सियलको म्याक्सिमम भ्यालु इक्वल टु काइनेटिकको म्याक्सिमम भ्यालु। यो एमसिक्यूहरुमा सोधेको पनि छ सायद, तिमीहरूले गरे पनि छौ, मैले क्लासमा गराएको थिएँ। ल यसरी आउँछ। अब यसको ग्राफ इम्पोर्टेन्ट छ। यसको ग्राफ पनि लजिकली बनाउन सकिन्छ, त्यस्तो खतरा ग्राफ होइन। रट्न पनि इजी छ। कचौरा र टोपी, कचौरा र टोपी, को कचौरा को टोपी भन्ने कुरा हो। कचौरा कसको? मेन पोजिसनमा को 0 छ? यसको कचौरा, भिखारी। मेन पोजिसनमा जसले कचौरा थाम्छ त्यो भिखारी। अब यो मेन पोजिसनमा किन 0 भयो? मेन पोजिसन भन्नाले अब मानौँ मैले केही कामै गरिराखेँ, म रेस्टमा बसिरहेको छु, तर पनि मलाई खानपिन मेरो बेसिक निड्स पुरा भइरहेछ, त म किङ भयो नि त। तर मैले काम गर्न छोडिदिएँ भने अब मेरो बेसिक निड पुरा हुँदैन भने भिखारी भएन, कचरा बोक्नु परेन। हो त्यो भिखारी यो हो। अनि त्यो किङ चाहिँ को हो त? काइनेटिक। किनकि यो 0 मा पनि हिरो हुन्छ। नपत्या हेर, मेन पोजिसनमा हिरो छैन। सो जो 0 मा हिरो त्यो टुप्पोमा जान्छ, टोपी लाउँछ, अनि जो 0 मा 0 त्यसले कचरा बोक्छ। अनि ग्राफको कन्सेप्ट बुझाउनलाई भने यो कहानी हेर। ग्राफ यसरी, अब के भन्यो भनेर सोचिरह होला सरले हैन। लेट्स सी, त्यसलाई अब यहाँबाट बुझाउँछ। यो वाइ एक्सिसमा इनर्जी, ई फर इनर्जी, एक्स एक्सिसमा डिस्प्लेसमेन्ट, एक्स एक्सिसमा डिस्प्लेसमेन्ट यक्स, यता पोजिटिभ यता नेगेटिभ डिस्प्लेसमेन्ट है। यता डिस्प्लेसमेन्ट पोजिटिभ, यो साइडमा डिस्प्लेसमेन्ट नेगेटिभ। अब मैले कचरा कचरा भनिरहेको थिएँ नि, त्यो यस्तो भन्न खोजेँ क्या। यो पाराबोलिक हुन्छ, हल्का हल्का होइन, पुरै पाराबोलिकै हुन्छ, किनकि यो पाराबोलिक फङ्सन नै हो। यसलाई रिलेसनमा हेर्ने हो भने y इक्वल टु ax स्क्वायर जस्तै फर्मेटमा छ। सो पाराबोलिक फङ्सन भन्छ कर्व। अब हेर त, यो हो मेन पोजिसन। मेन पोजिसनमा पोटेन्सियल इनर्जी त 0 छ। अघि हामीले क्याल्कुलेसनमा नि हेर्यो, त्यही भएर कचरा भिखारी भन्न खोज्यो। अब एक्सट्रिम पोजिसन भन्नाले
जब यो x को भ्यालु a पुग्छ अथवा x को भ्यालु यतातिर माइनस a हुन्छ त्यो बेला त एकदम खतरा भ्यालु छ, हाई छ, पिक भ्यालुमा छ, हिरो भयो। त्यही काइनेटिक इनर्जी चाहिँ मिन पोजिसनमा म्याक्सिमम हुन्छ, जस्ट उल्टो टोपी। यहाँनिर म्याक्सिमम भयो केही को भ्यालु म्याक्सिमम भयो यहाँ, अनि यहाँ पी को भ्यालु म्याक्सिमम यहाँ छ। अनि टोटल इनर्जीको ग्राफ चाहिँ सिधा लाइन बन्छ, यो दुईटैबाट पास हुने गरी, यो दुईटैबाट पास हुने गरी यो चाहिँ टोटल इनर्जीको लाइन हो। सो एउटा कचोरा भिखारीवाला कन्सेप्ट अनि अर्को टोपी राजावाला कन्सेप्ट। सो यसरी याद गर्न सक्छु, केबाट सुरु हुन्छ, के फर किङ, राजाले कचोरा बोक्दैन, राजाले टोपी लाउँछ। कन्फ्युज हुन सक्छ एक्जाममा कुन चाहिँ माथि कुन चाहिँ तल भनेर, यसै ट्रिक लगाएर याद गर्न सकिन्छ। लजिकली म्याथमेटिकली त लाउनु परिहाल्छ, त्यो त छुट्टै कुरा भयो, तर कहिलेकाहीँ त्यति टाइम हुँदैन क्या हामीसँग, म्याथमेटिकली सोच्नको लागि त्यति टाइम हुँदैन। एमसिक्यूमा पनि ग्राफ दिइदिन्छ कहिलेकाहीँ, यो चाहिँ कुनको ग्राफ हो सोधिदिला, यहाँ लेबल गरिदिला 1 नम्बर, यहाँ 2 नम्बर, 3 नम्बर, कुन चाहिँ काइनेटिकको, कुन चाहिँ पोटेन्सियलको, कुन चाहिँ टोटल इनर्जीको, ल भन त भनेर सोधिदिन सक्छु। फ्याट त्यो के फर किङ, केबाट काइनेटिक आउँछ, किङले टोपी लाउँछ भने टोपीवाला भएन। टाइम पिरियड अफ सिम्पल पेन्डुलम। अब सिम्पल पेन्डुलम कस्तो हुन्छ यो त ल्याबमा एक्सपेरिमेन्ट गरेर तिमीहरूले देखेकै छौ, अस्ति कृतिकालाई त्यही पढायो हो। तिमीलाई मात्रै पढायो कि यिनीहरूलाई पनि पढायो? तिमीलाई के पढाएको थियो भाइ? मोमेन्ट पढाएको थियो, म्याग्नेटोमिटर। ओके, पिक्चर बनाउँदा चाहिँ अलिक ठुलै बनाइन्छ आँखाले देखियोस् भनेर, तर जेनरली ल्याबमा प्र्याक्टिकल गर्दाखेरि त्यो बब लिन्छ, अलिक साइजकै देखिन्छ त्यो पनि हैन। तर जुन यो थ्योरीहरू यहाँनिर डिस्कस गर्छ हामीले, त्यसमा चाहिँ पोइन्ट मास भनेर डिस्कस गरेर हुन्छ है। अब पोइन्ट मास त प्र्याक्टिकली हामीले युज गर्दैनौँ, यत्रो ठुलो बब युज गरेर हुन्छ। अनि डोरी पनि नतन्किने खालको एकदम मसिनो पातलो डोरी, मासलेस डोरी भनेर थ्योरीमा पढ्छौँ। सिम्पल पेन्डुलम कस्तो चिज हो? सिम्पल पेन्डुलम यस्तो चिज हो जसमा डोरी तन्किने खालको हुँदैन, नतन्किने खालको हुन्छ। अनि यो चाहिँ पोइन्ट मास हुन्छ, एकदम सानो हुन्छ। अनि यसलाई मुभ गराउँदा के अरे डोरीको वेट पनि नाप्ने हो भने खास लगभग 0 मान्न सकिन्छ भने यसरी डिफाइन गर्छ थ्योरीमा, तर रियालिटीमा छैन। सो यो जुन डोरीको लेन्थ छ यसलाई यहाँ जहाँनिर यसलाई बाँधेको छ यसलाई पोइन्ट अफ सस्पेन्सन भन्छ, बाँधेको ठाउँ। यो रिजिड सपोर्ट भयो। अब मानौ यता कता हुक लगाएर त्यहाँ डोरी बाँधेको छ, ल्याबमा त त्यो स्ट्यान्डमा बाँध्थ्यो। त्यसपछि यो डोरीको लेन्थ हामी मान्यौँ यल, यहाँसम्म हो एक्चुअली लेन्थ, यहीँसम्म आउने हो रियालिटीमा। तर यसको रेडियस पनि त छ बबको, यहाँदेखि यहाँसम्म रेडियस पनि त छ, यो पोइन्टदेखि यो पोइन्टसम्म रेडियस पनि त छ। त इफेक्टिभ लेन्थ जुन भन्छ नि, इफेक्टिभ लेन्थ क्यापिटल एल, अथवा यसलाई चाहिँ क्यापिटल एल मानिदिरहेको छु म, इफेक्टिभ लेन्थलाई स्मल एल मानिदिन्छु। स्मल एल इज इक्वल टु क्यापिटल एल प्लस आर हुन्छ इफेक्टिभ लेन्थ। हुनुपर्ने वास्तवमा लिनुपर्ने लेन्थ चाहिँ डोरीको लेन्थ प्लस रेडियस लिनुपर्ने हो। अब यदि तिमीले प्र्याक्टिकल गर्दा डोरीको मात्रै लेन्थ लिइरहेको छ भने त्यहाँनिर केही न केही लेभल अफ एरर आउँछ। एरर त यतिकै पनि आउँछ, तर त्यो नलिँदा अझै बढी एरर आउँछ। सो बेटर कि एक्सपेरिमेन्ट गर्दाखेरि पनि रेडियस नापौँ। ओके, सो जियोमेट्रिक लेन्थ चाहिँ पोइन्ट अफ सस्पेन्सनदेखि लिएर यहाँनिर जहाँ बबमा बाँधेको छ त्यो पोइन्टसम्म जियोमेट्रिक लेन्थ भयो, त्यसलाई क्यापिटल एल भन्यौँ हामीले। अनि इफेक्टिभ लेन्थ चाहिँ जियोमेट्रिक लेन्थ प्लस रेडियस। क्लियर? ओके, अनि यो अब्जेक्टको मास भयो, यो जुन अब्जेक्ट छ यसको मास भयो एम। अब हामी डेरिभेसन गर्दाखेरि चाहिँ इफेक्टिभ लेन्थै युज गर्छौँ, ठिक छ। अब मानौँ
यसलाई हामीले मेन पोजिसनबाट सारेर यहाँनिर लिएर आयौँ। यसरी ल्याउँदाखेरि यसले यहाँ भर्टिकलसँग एङ्गल बनायो थीटा। अलि पिक्चर क्लियर होस्, यता एल बनाइदिउँ। भर्टिकलसँग यसले बनायो एङ्गल थीटा। यो आफै त गएन होला माथि, कसैले धक्का दिएर पुर्यायो। अनि यहाँनिर पुर्याउने फोर्स डिस्टर्बिङ फोर्स भयो, डिफर्मिङ फोर्स। अब छोडिदिएपछि अगाडि तान्ने, फेरि मेन पोजिसनमा लिएर जाने रिस्टोरिङ फोर्स हो। त्यो रिस्टोरिङ फोर्स कति हुन्छ भनेर हामी क्याल्कुलेट गरौँ। यसलाई ग्राभिटीले तल तानिरहेछ, एम इन्टु जी। अनि यसको सिधा एउटा यस्तो कम्पोनेन्ट लिउँ, यो डोरीको सिधा अलि बाङ्गो भयो जस्तो लाग्यो। र यो एङ्गल थीटा हो भने यो एङ्गल पनि ठिटै हुन्छ, किनकि यो नि भर्टिकल लाइन, यो पनि भर्टिकल लाइन, दुइटै प्यारलल भए। अनि यो एङ्गल र यो एङ्गल चाहिँ करेस्पोन्डिङ एङ्गल भएकोले इक्वल हुने भयो, करेस्पोन्डिङ एङ्गल। त्यसो भए एमजी को यतातिरको कम्पोनेन्ट हुने भयो एमजी कस थीटा। अनि डोरीले यो बललाई उतातिर मासतिर तान्ने फोर्स भयो टेन्सन, डोरीले तान्ने फोर्स भयो टेन्सन। सो यो टेन्सन र एमजी कस थीटा ब्यालेन्स हुने भयो, टी इज इक्वल टु एमजी कस थीटा। के यो बल माथि अथवा तल जान्छ? माथि इन अ सेन्स के यहाँनिर मैले चुङ्गीको थ्रेड अथवा रबर जोडेको छु र यसलाई छोडिदियो भने यो सुई माथि अनि फेरि तल आउने, यसरी हुन्छ? यसको मोसन त यसरी नै हुने हो, यसरी माथि तल त हुने होइन नि। त्यसको मतलब मुभमेन्ट भर्टिकली अप अथवा भर्टिकली डाउन गरेर भइरहेको छैन। यो दुईटा फोर्स के भयो त यहाँनिर ब्यालेन्स भयो, देयर इज नो मुभमेन्ट इन द्याट डाइरेक्सन। सो यसको कुनै हामी युज गर्दैनौँ, दिस इज नट युजफुल फर अस। खालि हामीले डिस्कस गरे कि यो चाहिँ ब्यालेन्स हुन्छ। अब अर्को कम्पोनेन्ट यहाँनिर एउटा कर्भ बनाऊ, टेन्जेन्स ड्र गर्नुपर्ने हुन्छ। अर्को कम्पोनेन्ट ठ्याक्कै यो एमजी कस थीटासँग परपेन्डिकुलर हुने कम्पोनेन्ट एउटा यो एक्स भयो भने यसलाई वाइ मान्न सक्छौँ हामीले। यो वाला कम्पोनेन्ट कति हुन्छ? एमजी साइन थीटा। अब यही एमजी साइन थीटाले यो बललाई फेरि तल तान्ने हो, मिन्स दिस इज रिस्टोरिङ फोर्स। सुरुमा हामीले डिस्कस गर्दाखेरि के गर्यो कि एसएचएमको क्वालिटी चाहिँ यस्तो है, एफ इक्वल टु माइनस केएक्स हुन्छ है एसएचएममा, त्यो त हामीले डिफाइन गऱ्यौँ। पेन्डुलमको मोसन चाहिँ एसएचएम हो भनेर प्रुभ गर्नु पर्यो। क्वेसन यो पनि आउन सक्छ, टाइम पिरियड निकाल मात्रै होइन, इट क्यान अल्सो आस्क प्रुभ द्याट द मोसन अफ पेन्डुलम इज एसएचएम। अब एसएचएम प्रुभ गर्नलाई के गर्नुपर्छ हामीले? एक्सिलेरेसन इज डाइरेक्टली प्रोपोर्सनल टु डिस्प्लेसमेन्ट देखाउनुपर्छ, या एफ इक्वल टु माइनस केएक्स देखाउनुपर्छ। अब यदि हामीले सुरुमै मानिदियो भने त प्रुभ गर्न मिल्यो त? प्रुभ गर्नु भने सुरुमा मान्न मिल्यो त? मिलेन नि त। त्यही भएर सुरुमा नमानौँ। सो लेट अस टेक एफ इक्वल टु रिस्टोरिङ फोर्स इक्वल टु माइनस एमजी साइन थीटा, और यसको ठाउँमा एम इन्टु ए राखौँ। अनि यो हुन्छ माइनस एमजी साइन थीटा, यम र यम क्यान्सल, ए इक्वल टु माइनस जी साइन थीटा। के एसएचएम को क्वालिटी देख्यो यसमा? क्यान यू सी एनी क्वालिटी अफ एसएचएम? एक्सिलेरेसन इक्वल टु समथिङ इन्टु डिस्प्लेसमेन्ट आयो त? आएन। त यहाँनिर सोच्नु पर्यो, अब यो साइन थीटा इज मेकिङ गडबड, साइन थीटालाई हटाउनु पर्यो हामीले। त साइन थीटालाई हटाउन ट्रिगोनोमेट्री युज गर्ने। यदि यहाँ मैले राइट एङ्गल ट्रायङ्गल बनाइदिने हो, यसरी राइट एङ्गल ट्रायङ्गल बनाइदिने हो भने यो थीटाको अगाडिको साइड परपेन्डिकुलर, अनि यो वाला साइड के हुन्छ? हाइपोटेनस। अनि साइन थीटा इक्वल टु के आउँछ? पी बाई एच। पी को भ्यालु त थाहा छैन हामीलाई, तर एच को भ्यालु थाहा छ। एच भनेको डोरीको लेन्थ हो होइन? कुन वाला लेन्थ त? इफेक्टिभ लेन्थ लिने है, क्यापिटल एल होइन, इफेक्टिभ लेन्थ स्मल एल। सो पी थाहा छैन, बट वी नो एच, इफेक्टिभ लेन्थ अफ पेन्डुलम। अब पी पत्ता लगाउने एउटै उपाय छ, त्यो भनेको यो थीटालाई एज्युम गर्ने। हामीले ल्याबमा पनि प्र्याक्टिकल गर्दाखेरि गल्ती गरिरहेको थियो र मैले भनेको थिएँ यति माथि लगेर पेन्डुलमलाई ओसिलेट गराइरहेको छु, रिजल्ट आउँदैन, अलिक कम एङ्गल लिएर गर भने। त्यसको कारण यही हो,
यहाँनिर साइन थीटा इक्वल टू पी बाई एल आयो। यदि यो थीटाको भ्यालु भेरी स्मल मानिदिने हो भने, भेरी स्मल मतलब 10 डिग्री भन्दा कम अथवा 5-6 डिग्रीको एराउन्डमा, जति कम राख्यो त्यति राम्रो। 5 डिग्री 6 डिग्री बिलो 10 डिग्री राख्ने हो भने त्यो केसमा इफ थीटा इज भेरी स्मल, कति त लेस देन 10 डिग्री, कम से कम 10 भन्दा कम, अझै कम राख्न सक्यो भने झन् राम्रो। त्यो केसमा साइन थीटा इज एप्रोक्सिमेटली इक्वल टू थीटा, बट इन रेडियन है, रेडियनमा डिग्रीमा होइन। थीटालाई रेडियनमा चेन्ज गर, यो 10 डिग्री भन्दा कमको कुनै पनि भ्यालु लिऊ, 9 डिग्री 8 डिग्री 7 डिग्री, त्यसलाई रेडियनमा चेन्ज गर। अनि क्यालकुलेटरमा साइन थीटा दाब, जुन एन्सर आउँछ नि त्यो एन्सर र थीटाको भ्यालु बराबर आउँछ। यु क्यान चेक। त्यसो भए हामीले सर्कलमा के पढेछौँ? सर्कलमा यो सेन्टर अफ सर्कल भयो, रेडियस अफ सर्कल भयो, ए बाट बी मा हामीले आर्क लियो, दिस इज आर्क। अनि यहाँ एंगल थीटा बन्यो भने वी क्यान राइट थीटा रेडियन इक्वल टू आर्क एबी बाई रेडियस। पढेछौँ यो? त्यहाँ पनि त सर्कल जस्तो बनाएको छ त आर्क, यसलाई ए मान्दियो, यसलाई बी मान्दियो, एबी भन्ने आर्क बनाएको छैन? छ नि? ओके। त्यसो भए यो आर्क एबी को ठाउँमा हामीले यो परपेन्डिकुलरलाई एज्युम गर्न सक्छौँ इफ थीटा इज भेरी स्मल। यदि थीटा एकदम सानो छ भने यो आर्क एबी को ठाउँमा हामीले परपेन्डिकुलरलाई लेख्न सक्छौँ। सो एबी को भ्यालु हुन्छ बी देखि ए सम्म आउनु भनेको यक्स हो, यक्स बाई आर। थीटा इक्वल टू आयो यक्स बाई आर। यहाँदेखि यहाँसम्म आयो, सो द्याट इज डिस्प्लेसमेन्ट। डिस्प्लेसमेन्टलाई एक्स मान्यो अनि एक्स बाई आर गरिदियो। सो यो चाहिँ सर्कल अनुसार एक्स बाई आर भयो है। तर यहाँनिर हाम्रो आर को ठाउँमा यल छ, सो विल राइट हियर साइन थीटा इक्वल टू एक्स बाई एल, but we know when theta is very small, sin theta is equal to theta. So finally for very small angle a is equal to minus g, theta लेख्न मिल्यो। अनि फेरि a equal to minus g, theta को ठाउँमा x by l लेख्न मिल्यो। So x by l, यसलाई रिअरेन्ज गरौँ। a equal to minus g by l into x। अब एक्सिलरेसन इज डाइरेक्टली प्रोपोर्सनल टू एक्स आयो कि आएन? एसएचएम को क्वालिटी आयो। अनि माइनस पनि आएको छ। माइनसले के सो गर्छ कि एक्सिलरेसन इज डाइरेक्टेड ब्याक। यो एसएचएम हो भन्ने प्रुफ भयो। अब एसएचएम को जुनसुकै फर्मुला युज गर, किनकि पहिला त प्रुभै गरेको थिएन, प्रुभै नगरी युज गर्न मिलेन। सो दिस इज एसएचएम, सिम्पल हार्मोनिक मोसन हो। पेन्डुलम को मोशन इज एसएचएम भनेर हामीले प्रुफ गर्यो। अब यदि एसएचएम हो भने एक्सिलरेसन इक्वल टू माइनस एक्स ओमेगा स्क्वायर लिनु मिल्दैन त? कि मिल्दैन? मिल्छ भने यसलाई सल्भ गरेर यहाँनिर माइनस माइनस काटियो, एक्स एक्स काटियो, ओमेगा स्क्वायर इक्वल टू जी बाई एल आयो। यहाँबाट टाइम आउँछ कि आउँदैन? कसरी? ओमेगा को ठाउँमा के गर्छौ? 2 पाई बाई टी गर्छौ। सिम्प्लिफाई गर, आइहाल्छ टाइम। मेन कन्सेप्ट त यहीँ लुकेको थियो माथि, त्यसपछि त इजी छ। कहीँ डाउट छ भने भन है, म पुरा गरिदिइरहेको छु यसलाई। ओमेगा स्क्वायर इक्वल टू जी बाई एल 2 पाई बाई टी को यो स्क्वायरलाई हटाइदियो त रुट हालिदिउँ, जी बाई एल, अनि यो पल्टाउँ एल बाई जी, आयो फर्मुला हेर, इजिली डेराइभ भयो। सो मेन फन्डा रहेछ यहाँनिर ए इक्वल टू समथिङ इन्टु एक्स लिएर आउनु। ए इक्वल टू समथिङ इन्टु एक्स आएपछि एसएचएम को यो फर्मुला हाल्न सक्यो, माइनस एक्स ओमेगा स्क्वायर, त्यसपछि प्रुभ हुँदो रहेछ इजिली। पेन्डुलमको डेरिभेसन यसरी हुन्छ। स्प्रिङको पनि अब यस्तै यस्तै छ। सो होरिजेन्टल स्प्रिङ हेरौँ। होरिजेन्टल स्प्रिङ में यहाँ रिजिड सपोर्ट, यो होरिजेन्टल प्लेन
यहाँनिर स्प्रिङमा बाँधेको छ एउटा अब्जेक्टलाई जसको मास छ m, सुरुको पोजिसन पोइन्ट A मा छ, यसलाई तन्काएर लगिन्छ पोइन्ट B मा, त्यतिसम्म लाँदाखेरि यसको डिस्प्लेसमेन्ट भयो x, B मा लगेर छोडिदियो भने पछाडि पनि आउँछ यो, यहाँ लगेर छोडिदियो भने यता पनि आउँछ, यता B ड्यास भन्ने ठाउँमा नै आउँछ, यहाँ लगेर छोडिदियो भने ओसिलेट हुन्छ यसरी, होरिजेन्टली ओसिलेट हुने भएकोले होरिजेन्टल स्प्रिङ भयो। स्प्रिङ नि होरिजेन्टल भर्टिकल हुँदैन, मोसनको आधारमा होरिजेन्टल बन्यो। अब स्प्रिङमा चाहिँ सुरुमै हामीले F = -kx लिन्छौँ है। फेरि सर एसएचएम को फर्मुला डाइरेक्ट किन राखे, यहाँ चाहिँ प्रुभ गर्नु पर्दैन, यो एसएचएम को फर्मुला हाले हैन, यो स्प्रिङकै फर्मुला हो। 11 क्लासमा इलास्टिसिटी च्याप्टरमै पढेको होला, हुक्स ल अफ इलास्टिसिटी, त्यहीँनिर पढिन्छ स्प्रिङमा लाग्ने जुन रिस्टोरिङ फोर्स छ त्यो -k × x नै हुन्छ। अनि यहाँ अरू कुनै उपाय नै छैन, यहीँबाट सुरुवात हुन्छ। ओके, अब F = ma, न्युटन सेकेन्ड ल त लागिहाल्छ, यतातिर जेसुकै होस् नि यो त लागिहाल्छ, न्युटन त आइहाल्छ जिन्दाबाद जहाँ पनि, = -kx। यहाँ धेरै झमेला गर्नु परेन पेन्डुलम जस्तो, A = -k/m × x, देयरफोर एक्सिलरेसन इज डाइरेक्टली प्रोपोर्सनल टु x। एसएचएम भयो। अब यदि एसएचएम हो भने देन वी क्यान से एक्सिलरेसन = -x × ω²। क्यान वी? माथि भर्खर एक्सिलरेसनको इक्वेसन नम्बर 1 मा अर्कै फर्मुला निकालेको थियो, -k/m × x, देन माइनस क्यान्सल, x क्यान्सल, k/m = के आयो ω²। अब यसपछि त भर्खरै गरेको पेन्डुलममा k/m रुट हाल्देऊ, ω² को ठाउँमा ओमेगा आउँछ 2π/t, देयरफोर सिम्प्लिफाई गरेर t = 2π√m/k। अघि L/g थियो पेन्डुलममा, स्प्रिङमा चाहिँ के आउँदो रहेछ 2π√m/k। लेन्थमा डिपेन्डेन्ट हुन्छ के को भ्यालु, सो एउटा केही रेन्जसम्मको लागि एउटा कन्स्टेन्ट मान्न सकिन्छ, बट इन रियालिटी इट डिपेन्ड्स अपन लेन्थ। ओके, अब होरिजेन्टल स्प्रिङ यति नै हो, सो इजी। भर्टिकल स्प्रिङ पनि इजी छ तर बुकमा डिफिकल्ट बनाइएको छ। आई विल ट्राई टु मेक इट इजी, सजिलो बनाउन कोसिस गर्छु। यो मेटाइदिए, भर्टिकल स्प्रिङ। अब भर्टिकल स्प्रिङ भनेको फेरि बुझ्ने मोसन भर्टिकली हुन्छ, यसरी स्प्रिङ तल माथि यसरी, अघि अगाडि पछाडि यसरी थियो, अब तल माथि। त्यसको लागि पेन्डुलम जस्तै गरेर स्प्रिङलाई यसरी जोड्नुपर्छ। बुकमा 3टा पिक्चर दिएको छ, एउटा स्प्रिङमा केही पनि नझुन्डाको केस, पहिला बुककै तरिकाले बुझौँ है, त्यसपछि सर्टकट पनि भन्छु म कसरी गर्न सक्छु। दोस्रो वेट झुन्डाको केस, अनि तेस्रो यो वेटलाई तन्काएको केस। पहिला स्प्रिङ मात्रै झुन्डायो फिगर नम्बर A मा, स्प्रिङ जस्ताको त्यस्तै, त्यसपछि यसमा केही मास झुन्डाइदियो m, त यसको mg ले गर्दाखेरि यो तन्क्यो, यहाँसम्म आइपुग्यो। कतिले तन्क्यो त L ले, P बाट Q मा आइपुग्दा L ले तन्क्यो वेटले गर्दा। अहिले हामीले फोर्स लगाएको छैन, ग्राभिटीले ताने हो। त्यसपछि Q को लेभलमा पुगेको थियो, अब यसलाई बाहिरबाट एक्सटर्नल फोर्स लगाइदियो, अब देन यहाँनिर आइपुग्यो R भन्ने लेभलमा, अनि बाहिरबाट एक्सटर्नल फोर्स ल्याउँदा कति तन्क्यो त अझै, अब चाहिँ x ले तन्क्यो। अघि किन x नमाने, किनकि अघि एक्सटर्नल फोर्स लगाएको थिएन, बाहिरी हामीले लगाएको थिएन, ग्राभिटीले लगाएको।
मान्छेले लगाएको थिएन, एक्सटर्नल एजेन्टले लगाएको थिएन। सो त्यो बेला एल मानिदियो। हाम्रो लागि चाहिने कुरा चाहिँ यो हो क्या। अब मेरो विचारमा यो तीनटा मान्न जरुरी नै थिएन, यो एल ल्याउन जरुरी नै थिएन, सिधै इनिसियल केस यो फाइनल केस यो गरेर गर्दा इजिली डेराइभ हुन्थ्यो। तर पहिला बुकले कसरी गरेको छ त्यसलाई बुझौँ। त बुकले सुरुमा पीबाट क्यूमा जाँदाखेरि रिस्टोरिङ फोर्स इज इक्वल टु माइनस के इन्टु एल लियो। ठिक छ। एक्स किन लिएन? किनकि यहाँ एल मानेछ हामीले, एल मानेपछि एलै लिनु पर्यो। फेरि क्यूबाट आरसम्म जाँदा यहाँ यति तल झर्दाखेरि अर्को रिस्टोरिङ फोर्स एफ ड्यास, क्यूबाट आर लिने हो भने त सिधै माइनस केएक्स लेखा भए भइहाल्थ्यो अनि त्यसैलाई लिएर डेरिभेसन भइहाल्थ्यो। तर क्यूबाट आर मान्दैन, बुकले भन्छ होइन पीबाट आर मान, क्यूबाट आर नमान भन्छ। किन झमेला गरे आई डोन्ट नो। सिधै पीबाट आर मान्ने भने टोटल डिस्प्लेसमेन्ट कति भयो? एल प्लस एक्स। सो माइनस के इन्टु एल प्लस एक्स यस्तो गर भन्छ। त्यसपछि नेट फोर्स निकाल भन्छ। त यसलाई F1 मान्दियो अनि यसलाई के मान्दियो? F2। नेट फोर्स निकाल, नेट। अब नेट भने कस्तो नेट? नेट भन्नाले अब पीबाट आर निकाल्यो अनि पीबाट क्यू पनि निकाल्यो, अब चाहिँ क्यूबाट आर निकाल्न भन्छ। कसरी? घटाएर निकाल भन्छ। यसरी F इक्वल टु F2 माइनस F1 गर्नु। हेडेक छैन, हेडेक मैले चाहिँ सजिलो बनाएर चाहिँ बुकमा अझ कन्फ्युज बनाइदिन्छु त्यहाँ घुमाइ घुमाइ। माइनस के एल प्लस एक्स, माइनस माइनस यो प्लस भयो केएल, माइनस केएल माइनस केएक्स प्लस केएल, यो रे काटियो। आखिर आउनु यही थियो भने क्यूदेखि आर माइनस केएक्स लिएको भयो भने थिएन? एफ इक्वल टू माइनस केएक्स आयो और एफ इक्वल टू एम इंटू ए माइनस के एक्स, ए इक्वल टू माइनस के बाई एम एक्स। एसएचएम प्रुफ भयो। यसको अगाडि आउँछ के आउँदैन? अहिले भर्खर त गरे होरिजेन्टलमा जे गरे यसमा पनि त्यही गर्ने। कुरा बुझ्यौ? अब तिमीलाई यदि झ्याउ लाग्छ यसरी मल्टी स्टेपमा गर्न भने फ्रम क्यू टु आर डाइरेक्ट लिएर नि गर्न सक्छौ। हुन त बुकमा अझै घुमाएको छ, यहाँ मैले भनेको भन्दा बढी नै घुमाएको छ। मैले सजिलो तरिकाले F1 F2 र F मानेर गर्दै छु। त्यहाँनिर एमजीलाई पनि इन्ट्रोड्युस गरेको छु, एम इन्टु जीलाई नि इन्ट्रोड्युस गरेर गरेको छ। त्यही भएर अलि झन्झटिलो देखाएको छ अस्मिता पब्लिकेसन बुकमा चाहिँ। अरू बुकहरूमा कसरी दिएको छ कुनै, बट अस्मिता पब्लिकेसन बुकमा त्यो झमेला गर्दैछ। ल योभन्दा अगाडि तिमीहरूलाई आउँछ आयो फर्मुला त्यति नै आउँछ। भर्टिकल हुँदैमा फेरि अर्को फर्मुला आउँदैन। फाइनलमा यसको टाइम पिरियडको फर्मुला त्यही आउने हो, 2 पाई अंडर रूट एम बाई कम्बिनेसन अफ स्प्रिङ। हुन त यस सिलेबसमा तोकेर देखाएन, तर यसको अलिअलि क्वेसन सोधेको थियो क्या भाइ, थोरै बुझ यसलाई। यसरी जोड्यो भने यसलाई सिरिज कम्बिनेसन भन्छ। अनि दुईटा स्प्रिङ जोडेको छ, एउटाको K1 कन्स्ट्यान्ट छ, अर्कोको K2 छ। यसरी जोड्यो भने चाहिँ प्यारलल कम्बिनेसन हुन्छ स्प्रिङको है। हेर सिधा लाइनमा जोड्यो भने सिरिज कम्बिनेसन, अनि यसरी जोड्यो भने प्यारलल कम्बिनेसन। अब यहाँनिर जस्तै सिरिज कम्बिनेसन अफ रेसिस्टर पनि पढाएको थियो। सिरिज कम्बिनेसन हुँदा दुईटै रेसिस्टरमा बराबर करेन्ट जान्थ्यो। त यहाँनिर पनि त्यस्तै त्यस्तै कन्सेप्ट हो। दुईटालाई सिरिजमा जोड्दाखेरि यसमा लाग्ने जुन फोर्स हुन्छ एफ, डिस्टर्बिङ फोर्स, रिस्टोरिङ फोर्स त माथि लाग्छ हैन, यसकै अपोजिट लाग्छ। त्यो फोर्स चाहिँ दुईटैमा बराबर लाग्छ। अनि यसको टोटल डिस्प्लेसमेन्ट मानौँ यसलाई हामीले मेन पोजिसनबाट सारेर अलि तल ल्याइदियो, यहाँसम्म ल्याउँदा टोटल डिस्प्लेसमेन्ट एक्स भयो भने यो एक्स चाहिँ बाडिन्छ क्या। यसमा x1 डिस्प्लेसमेन्ट अनि यसमा हुन्छ x2 डिस्प्लेसमेन्ट। जे टोटल डिस्प्लेसमेन्ट भयो x इक्वल टु x1 प्लस x2। यहाँनिर फोर्स चाहिँ बराबर
डिस्प्लेसमेन्ट फरक किनकि एउटै लाइनमा छ फोर्स बराबर लाग्यो। अब F इक्वल टु kx म्याग्निट्युड मात्रै हेर्ने हो भने माइनस नराख्ने म्याग्निट्युड लेख्दाखेरि यहाँबाट x इक्वल टु के आउँछ F/k। सो यहाँनिर F/k लेख्न सक्छौ, यहाँ F/k1 अनि यहाँ लेख्न सक्छौ F/k2। सो फाइनली यु गेट 1/k इक्वल टु 1/k1 प्लस 1/k2। सो यदि स्प्रिङ दुईटा दिएको छ अनि त्यसको कम्बाइन्ड स्प्रिङ कन्स्ट्यान्ट निकाल्नु छ भने 1/k इक्वल टु 1/k1 प्लस 1/k2। सिरिज कम्बिनेसनमा त्यो क्यापासिटरवाला केस लाग्छ, क्यापासिटरको कम्बिनेसनवाला केस। सो यहाँनिर फोर्स सेम थियो, डिस्प्लेसमेन्ट फरक। यसमा चाहिँ फोर्स फरक लाग्छ। टोटल फोर्स त हामीले यसमा लाउने हो ब्लकमा, तर यतापट्टिको स्प्रिङमा लाग्ने फोर्स र यताको स्प्रिङमा लाग्ने फोर्स अलग अलग हुन्छ। यसमा F1 फोर्स लाग्छ अनि यसमा F2। सो यहाँनिर हाम्रो केस हुन्छ F इक्वल टु F1 प्लस F2। सो kx इक्वल टु k1x प्लस k2x। डिस्प्लेसमेन्ट बराबर तन्किन्छ, यताको स्प्रिङ र यताको स्प्रिङ बराबर लेभलमा तन्किन्छ, त्यही भएर सबैमा डिस्प्लेसमेन्ट सेम भयो। फाइनली यसमा आउँछ k इक्वल टु k1 प्लस k2। बस यति एउटा कन्सेप्ट जानिराखौँ किनकि यसको क्वेसन्सहरू मैले देखेको छु। सिरिज कम्बिनेसन र प्यारल कम्बिनेसनको डेरिभेसन इज नट सो इम्पोर्टेन्ट, तर यति के सिरिजमा यो हुन्छ प्यारलमा यो हुन्छ भनेर यति चाहिँ जानिराख्नु। डेरिभेसन पनि यति सर्टमा गरिदियो भने पनि भइहाल्छ यदि आयो भने रेयर केसमा, तर आउँदैन डेरिभेसन यसमा। डिस्प्लेसमेन्टको फर्मुला x इक्वल टु a sin ओमेगा t प्लस फाइभ माइनस फाइभ भनेर पनि दिन सक्छ है कुनै केसमा। प्लस फाइभ माइनस फाइभ जे पनि हुनसक्छ, साइनको सट्टा कस पनि हुनसक्छ। अब हामीले सुरुवातमा साइन ल्याएको छ भन्दैमा जहिले साइन हुन्छ भन्ने छैन, कस देख्यो भने तर्सिनु परेन, कस पनि पोसिबल छ अनि यहाँ प्लसको ठाउँमा माइनस नै पोसिबल छ। दोस्रो भेलोसिटी, अब यसैलाई रिफरेन्स मानेर भेलोसिटीहरू पनि लेख्छौँ हामी। भेलोसिटीको हामीले बनाएको थियो ओमेगा अंडर रूट a स्क्वायर माइनस x स्क्वायर अनि b मैक्स a ओमेगा। एक्सट्रीम पोजिशन में मिनिमम, मेन पोजिशन में मैक्सिमम, ये डिस्कस गरिसकेका छौं। 3 नंबर में एक्सिलरेशन, माइनस एक्स ओमेगा स्क्वायर। मैग्नीट्यूड ओनली लेख्यो भने a इक्वल टू एक्स ओमेगा स्क्वायर। एक्सिलरेशन को मैक्सिमम भ्यालु a ओमेगा स्क्वायर, एक्सिलरेशन को मिनिमम भ्यालु 0, मैक्सिमम हुन्छ एक्सट्रीम पोजिशन में, मिनिमम हुन्छ मीन पोजिशन में, सर्ट फर्म। 4 नंबर में त्यसपछि हामीले टाइम पिरियड निकालेको छौं। टाइम पिरियड अफ SHM T इक्वल टू 2 पाई अंडर रूट डिस्प्लेसमेंट बाई एक्सिलरेशन। और टाइम पिरियड के सिलसिला में अर्को पनि टाइम पिरियड लेखिदिउँ। टाइम पिरियड अफ पेंडुलम, सिंपल पेंडुलम T इक्वल टू 2 पाई अंडर रूट L बाई G। त्यसै गरी 6 नंबर में स्प्रिंग, स्प्रिंग को लागि होरिजेंटल वर्टिकल जुन भए पनि T इक्वल टू 2 पाई अंडर रूट M बाई K। त्यसपछि लेखौँ काइनेटिक इनर्जी 1/2 M
ओमेगा स्क्वायर ए स्क्वायर माइनस एक्स स्क्वायर काइनेटिक एनर्जी को मैक्सिमम भ्यालु 1/2 m ओमेगा स्क्वायर ए स्क्वायर कहाँ त मीन पोजिशन में काइनेटिक को मिनिमम भ्यालु 0 कहाँ त एक्सट्रीम पोजिशन में त्यसपछि आउँछ पोटेंशियल एनर्जी 1/2 m ओमेगा स्क्वायर एक्स स्क्वायर पोटेंशियल को मैक्सिमम वैल्यू 1/2 m ओमेगा स्क्वायर ए स्क्वायर कहाँ त एक्सट्रीम पोजिशन में पोटेंशियल को मिनिमम वैल्यू 0 कहाँ त मीन पोजिशन में त्यसपछि टोटल एनर्जी इक्वल टू काइनेटिक को मैक्स इक्वल टू पोटेंशियल को मैक्स 1/2 m ओमेगा स्क्वायर ए स्क्वायर त्यसपछि सीरीज स्प्रिंग को स्प्रिंग सीरीज में छ भने 1/k इक्वल टू 1/k1 प्लस 1/k2 स्प्रिंग पैरेलल में k इक्वल टू k1 प्लस k2 के छुटे त कुनै कन्सेप्ट छुट्यो डिस्प्लेसमेंट वेलोसिटी एक्सिलरेशन टाइम पिरियड तीनटा को अनि काइनेटिक पोटेंशियल फ्रिक्वेन्सी त्यो त बेसिक भइहाल्यो नि फ्रिक्वेन्सी को त 1 टाइम पिरियड गर्दै आइहाल्छ त्यसै गरी ओमेगा 2π/t यो त जहिले नै काम लाग्ने फर्मुला हो रोटेशन में पनि डिस्कस गरेको थियो एभ्रीवेयर यूजफुल है यो चाहिँ फ्रिक्वेन्सी 1 टाइम पिरियड ओमेगा 2π/t ओमेगा 2πf यो चाहिँ जहिले काम लाग्छ यो च्याप्टरमा मात्रै हैन रोटेशन में नि काम लागेको थियो अस्मिता पब्लिकेशन को बुकबाट क्वेशन लेखिएको छ पहिलो क्वेशनले भन्छ 0.4 kg ऑब्जेक्ट अंडरगोइंग SHM हैज एक्सिलरेशन दिस मच जब डिस्प्लेसमेंट 0.3 थियो एक्सिलरेशन -2.7 छ व्हाट इज द टाइम पीरियड फर वन ऑसिलेशन तो भर्खरै हामीले लिस्ट गरेको फर्मुलामा यसको लागि युजफुल फर्मुला छ सो एक्जाम्पल नंबर 1 को सोल्युसन एक्सिलरेशन को मैग्निट्यूड मात्रै लेख्छौं हामी 2.70 मीटर पर सेकेंड स्क्वायर नेगेटिभ साइनले डाइरेक्सन शो गर्छ सो वी राइट ओन्ली मैग्निट्यूड हियर अनि डिस्प्लेसमेंट को भ्यालु दिएको छ 0.300 मीटर नाउ टाइम पिरियड सीधे निस्किन्छ यहाँबाट टाइम पिरियड इज इक्वल टू 2π डिस्प्लेसमेंट बाई एक्सिलरेशन यसमा भ्यालु पुट गरौँ एन्सर आइहाल्छ र एन्सर कति आउँछ 2.09 सेकेन्ड 2.09 सेकेन्ड क्याल्कुलेट गरेर हेरौँ है त त्यसपछि चेक पॉइंट 1 को सोल्युसन एउटा बडी एसएचएम में भाइब्रेट गरिरहेछ जसको एम्प्लिट्युड छ 15 सेन्टिमिटर तो एम्प्लिट्युडलाई लेखौँ ए इक्वल टू 15 सेन्टिमिटर मीटर में लाँदा यसलाई 100 ले डिवाइड गर्यो भने 0.15 मीटर आउँछ एंड फ्रिक्वेन्सी यसको दिएको छ 4 हर्ट्ज क्याल्कुलेट द मैक्सिमम एक्सिलरेशन र भेलोसिटी यहाँ पनि फर्मुला थाहा छ भने आइहाल्छ मैक्सिमम एक्सिलरेशन मैक्सिमम भेलोसिटी दुईटैको मैक्सिमम निकाल्नु छ त ए मैक्स को मैग्निट्यूड निकाल्ने फर्मुला हो ए ओमेगा स्क्वायर अनि भी मैक्स ए इंटू ओमेगा अब ओमेगा निकाल्न चाहिँ के गर्ने ओमेगा इक्वल टू 2πf गरिदिने ओमेगा निकाल्दिने 2πf गरेर अनि मैक्सिमम एक्सिलरेशन ए ओमेगा स्क्वायर मैक्सिमम भेलोसिटी ए ओमेगा गरेर आउँछ एन्सर कति आउँछ यसको 94.75 यसको एन्सर 94.75 मीटर पर सेकेंड स्क्वायर भेलोसिटी को चाहिँ दिएर हुन्छ बुकमा एन्सर निकालेर चेक गर्दा हुन्छ अब एक्जाम्पल 2 र चेक पॉइंट 2 लेखिसके मैले क्वेशन यहाँ दुईटै लगभग उस्तै देखिने खालको क्वेशन छन् एउटा अब्जेक्ट छ जसको मास 0.5 kg छ अनि
स्प्रिङको भेलोसिटीको फंक्सन दिएको छ यहाँनिर सेकेन्डमा चाहिँ डिस्प्लेसमेन्टको फंक्सन फर्स्टमा भेलोसिटीको फंक्सन दिएको छ अनि यसमा vxt t भने चाहिँ यो टाइमको फंक्सन हो टाइममा डिपेन्ड गर्छ भेलोसिटी भनेर यहाँ देखाइएको छ 3.6 सेन्टिमिटर पर सेकेन्ड भेलोसिटी चाहिँ सेन्टिमिटर पर सेकेन्डमा दियो cos अनि 4.71 पर सेकेन्ड इन्टु टाइम माइनस π/2 यसरी दियो व्हाट इज द पिरियड यसको टाइम पिरियड निकाल्नु छ पिरियड भन्नाले टाइम पिरियड द एम्प्लिट्युड निकाल्नु छ त्यसपछि max भनेको म्याक्सिमम एक्सिलरेसन निकाल्नु छ अनि त्यसपछि निकाल्नु छ यसको इनिशियल फेज ओके ल अब यसमा एम्प्लिट्युड भेलोसिटीको एम्प्लिट्युड सोध्या हो भने चाहिँ हामीले अगाडिको यो पोर्सन हेरेर निकाल्न सक्छौं डाइरेक्ट अब यसमा के सोध्न खोजे एकचोटी हेरौँ है त क्वेशनमा एम्प्लिट्युड डिस्प्लेसमेन्टको एम्प्लिट्युड सोधेको सो एम्प्लिट्युड मात्रै सोधेको छ यहाँ यो फंक्सन हेर्दाखेरि भेलोसिटीको एम्प्लिट्युड त यो भइहाल्यो डिस्प्लेसमेन्टको एम्प्लिट्युड सोध्न खोजेको ओके सो यसमा हामीले एक्जाम्पल नम्बर 2 को सोलुसन हेरौँ गिभनमा मास छ 0.500 kg अनि भेलोसिटीको फंक्सन छ fxt इक्वल टु 3.60 सेन्टिमिटर पर सेकेन्ड ब्रैकेट cos 4.71 पर सेकेन्ड इन्टु टाइम माइनस π/2 यति दिएको छ गिभन यति नै हो अब पिरियड निकाल्नु भनेको छ त पिरियड निकाल्नलाई हामीले सुरुदेखि नै एउटा कन्सेप्ट के पढाएको छौं भने जस्तै डिस्प्लेसमेन्टको इक्वेसन a cos ओमेगा t a sin ओमेगा t प्लस फाइ हामीले सुरुदेखि यही लिएर पुरै च्याप्टरलाई डिस्कस गर्यौं र मैले सुरुमा भनेको थिएँ साइन अथवा कस जे पनि लिन मिल्छ साइन पढाएको थियो कस आयो भनेर जिल्ल पर्न जरुरी छैन यसको ठाउँमा कस पनि आउन सक्छ इम्पोर्टेन्ट यहाँ भित्रको चीजहरु हुन्छ र बाहिरको यदि यहाँ डिस्प्लेसमेन्ट दिएको हो भने यो एम्प्लिट्युड भइहाल्यो तर यो केसमा डिस्प्लेसमेन्ट नदिएर भेलोसिटी देखा भने चाहिँ यहाँ अगाडिको चाहिँ म्याक्सिमम भेलोसिटी हुन्छ यो जुन चीज देखा यो एम्प्लिट्युड हैन यो म्याक्सिमम भेलोसिटी हो अनि यो ओमेगा टी टाइमको अगाडि जुन चीज हुन्छ त्यो चाहिँ ओमेगा हो प्लस अथवा माइनस पछि जुन आउँछ चीज त्यो चाहिँ फाइ हो इनिशियल फेज हो सो यहाँनिर इनिशियल फेज चाहिँ माइनस π/2 छ जुन हामीलाई निकाल्न सोधेको डी नम्बरमा इनिशियल फेज माइनस π/2 त डी नम्बरको एन्सर माइनस π/2 आइहाल्यो पिरियड निकाल्नको लागि चाहिँ हामी यो टाइमको कोएफिसिएन्टलाई हेर्छौं त्यहाँ टाइमको कोएफिसिएन्ट कति छ यो ओमेगा को भ्यालु हो सो यसलाई हामी कम्पेयर गर्न सक्छौं comparing with Vx t equal to Vmax amplitude लाई Vmax यो वाला भागलाई cos ओमेगा t प्लस फाइ योसँग कम्पेयर गर्ने हो भने ओमेगा को भ्यालु कति आयो त ओमेगा इज इक्वल टु 4.71 पर सेकेन्ड आयो अब ओमेगा बाट हामीले टाइम पिरियड निकाल्न सक्छौं और 2π/t इक्वल टु 4.71 देयरफोर t इक्वल टु 2π डिवाइड बाइ 4.71 यसलाई क्याल्कुलेटर थिच्ने अनि आन्सर यसको आउनु पर्ने कति हो भने यसको आन्सर 1.33 सेकेन्ड आउनु पर्ने 1.33 सेकेन्ड आइहाल्छ दोस्रो एम्प्लिट्युड निकाल्नु भनेको छ त्यसको लागि Vmax को सहायता लिन्छौं हामी Vmax इक्वल टु a ओमेगा हो अनि Vmax को भ्यालु कम्पेयर गरेर हेर्ने भने 3.60 दिएको छ सो 3.60 सेन्टिमिटर पर सेकेन्ड दिएको छ अनि एम्प्लिट्युड हामीलाई चाहिएको छ त एम्प्लिट्युड वाट भइहाल्यो अनि ओमेगा दिएको छ 4.71 पर सेकेन्ड सो पर सेकेन्ड काटियो सेन्टिमिटर बाँकी देयरफोर एम्प्लिट्युड इक्वल टु 3.60 बाइ 4.71 सेन्टिमिटर डिवाइड गरौँ डिवाइड गरेर जति आउँछ यसको आन्सर त्यही हो दैट कम्स 0.76 सेन्टिमिटर यति आउँछ
अब ए म्याक्स निकाल्नु छ, ए म्याक्स निकाल्ने फर्मुला हाल्दिने, ए ओमेगा स्क्वायर आइहाल्छ। युनिट चाहिँ सेन्टिमिटर पर सेकेन्ड स्क्वायर हुन्छ किनकि यहाँ सबै सेन्टिमिटरमै छ। अनि त्यस्तै गरी एन्सर कति आउनु पर्ने हो ए म्याक्सको 16.86 यु क्यान चेक इट। अनि लास्टमा इनिसियल फेज अघि नै भने मैले इनिसियल फेजलाई हामीले पाई डिनोट गरेका थियौँ, पाईको भ्यालु छ -π/2। ल भइसक्यो। अब यस्तै गरी दोस्रो क्वेसन चेक पोइन्ट नम्बर 2 पनि गर्न सकिन्छ। चेक पोइन्ट नम्बर 2 हेरौँ। डिस्प्लेसमेन्टको फर्ममा दिएको छ। के सोधेको त? फ्रिक्वेन्सी सोधेको छ। त टाइमको कोएफिसिएन्ट हो ओमेगा, त यहाँ ओमेगा आइहाल्यो 100। यहाँ मिटर लेखेको भएर अब यो सबै एसआई युनिटमा छ, यो चाहिँ पर सेकेन्ड नै हुन्छ। सो फ्रिक्वेन्सी निकाल्न 2πf = 100 गरेर सल्भ गर्ने, यहाँबाट फ्रिक्वेन्सी निस्किन्छ। एन्सर म अहिले भनिदिउँला, यो फ्रिक्वेन्सीको लागि हिन्ट भयो। दोस्रो इनिसियल फेज पाई = सिधै 3π/4 आइहाल्छ। यहाँ प्लस पछि यो जुन टर्म छ भीम्याक्स निकाल्नलाई ए × ओमेगा गर्ने हो। ए कति छ त यसमा? ए को भ्यालु छ यहाँ अगाडि कोएफिसिएन्ट हेर्ने 0.5 मिटर, यहाँ पछाडि मिटर लेखेको छ त्यही भएर मिटर नै लियौँ। त्यसै गरी अर्को के सोधेको छ हामीलाई ए म्याक्स निकाल्न ए × ओमेगा स्क्वायर गरिदिने आउँछ। अनि टोटल इनर्जी हामीले पढाएको थियौँ केई म्याक्ससँग बराबर हुन्छ। सो हुन त टोटल इनर्जीको डाइरेक्ट फर्मुला हाल्दै नि भइहाल्यो, 1/2 m ओमेगा स्क्वायर ए स्क्वायर। डाइरेक्ट फर्मुला हाल्दिउँ। ए थाहा छँदैछ 0.5, ओमेगा 100 थाहा छँदैछ। यम दिएको छ कि छैन? मास दिएको छ 0.1 kg। ल अब यो सबैको एन्सर कति आउँछ म भनिदिइरहेको छु। आई नम्बरको एन्सर आउँछ 50/π हर्ज। सेकेन्ड आईको डबल आईको लेखिसकेँ मैले। अनि ट्रिपल आईको एन्सर आउँछ 50 मिटर पर सेकेन्ड। अनि आईभीको एन्सर आउँछ 5000 मिटर पर सेकेन्ड स्क्वायर। अनि भी नम्बरको आउँछ 125 जूल। सबै एन्सरहरू मिल्छन्। ल यु क्यान ट्राई इट। नेक्स्ट क्वेसन, दुईटा क्वेसन मैले यहाँ बोर्डमा अलरेडी लेखिसकेको छु। एक्जाम्पल नम्बर 3 र 4। एक्जाम्पल नम्बर 3 मा भनेको छ एन अब्जेक्ट मुभिङ विथ एसएचएम को एम्प्लिट्युड दिएको छ 0.02 एन्ड फ्रिक्वेन्सी 20 हर्ज। यसको निकाल्नु त पिरियड अफ ओसिलेसन अर्थात् टाइम पिरियड, एक्सिलेरेसन एट द मिडल एन्ड इन्ड अफ द ओसिलेसन। मिडल भन्नाले मिन पोजिसन भन्न खोजेको है, मिन र एक्सट्रिमको बिचमा हैन, मिन पोजिसन भन्न खोजेको। and the acceleration at the middle and end of the oscillation as well as velocities at corresponding instant velocity पनि mean position मा र extreme position मा कति हुन्छ त्यो निकाल्नु भनेको छ। ठीक छ, ओके। सो 3 नम्बर को सल्युसन गर्नलाई हामी एम्प्लिट्युड लेखौं a = 0.02 मिटर अनि फ्रिक्वेन्सी f = 20 हर्ज दिएको छ। यहाँबाट हामी ओमेगा निकाल्न सक्छौं 2πf गरेर। ठीक छ, यो क्याल्कुलेट गरौँ। ओमेगा को युनिट चाहिँ आउँछ पर सेकेन्ड। त्यसैगरी पिरियड अफ ओसिलेसन निकाल्नु छ। त पिरियड अफ ओसिलेसन इजिली आउँछ फ्रिक्वेन्सी को युज गरेर। पिरियड अफ ओसिलेसन निकाल्नलाई t = 1/f गर्दियौ, पिरियड अफ ओसिलेसन आइहाल्छ। यो आई नम्बर को लागि भयो। सेकेन्डमा एक्सिलेरेसन एट द मिडल एन्ड इन्ड अफ द ओसिलेसन। त हामीलाई एक्सिलेरेसन को फर्मुला पहिला थाहा हुनुपर्छ।
एक्सिलरेसनको फर्मुला हो x इन्टु ओमेगा स्क्वायर। एट मिडल भन्नाले मेन पोजिसनमा x इक्वल टु 0, देयरफोर एक्सिलरेसन पनि कति आउँछ 0। अनि एट इन्ड भन्नाले एक्सट्रिम पोजिसनमा x इक्वल टु a, देयरफोर a इक्वल टु a ओमेगा स्क्वायर। a को भ्यालु दिएको छ, ओमेगा यहाँबाट निकाल्ने, पुट गर्नु, निस्किन्छ है। एन्सर म भनिदिन्छु अहिले कति कति आउँछ। त्यसै गरी 3 नम्बरमा वी नो भेलोसिटीको फर्मुला हुन्छ ओमेगा अंडर रूट a स्क्वायर माइनस x स्क्वायर। त्यसो भए एट मिडल मेन पोजिसनमा x इज इक्वल टु 0, x इक्वल टु 0 भएपछि देयरफोर v इक्वल टु a ओमेगा आउँछ, भ्यालु पुट गर्ने, निकाल्ने। त्यसै गरी एट इन्ड x इज इक्वल टु a राख्ने, देयरफोर v इक्वल टु यहाँनिर सिधै 0 आइहाल्छ। ल यसरी क्याल्कुलेट गर्न सकियो। अब कसको एन्सर कति कति आउँछ म यहाँ लेखिदिरहेको छु। टाइम पिरियडको 0.05 सेकेन्ड, अनि एक्सिलरेसनको इन्ड पोइन्टमा 315.8 मिटर पर सेकेन्ड स्क्वायर, 315.8। त्यसै गरी भेलोसिटीको इन्डमा मिडल पोइन्टमा 2.5 आउँछ, 2.5 मिटर पर सेकेन्ड। सो क्याल्कुलेसन गरेर यु क्यान चेक योर एन्सर इज म्याचिङ अर नट। ठिक छ, क्वेसन्सहरू एकदम इजी नै छन्, बेसिक नै छन्। ल अब नेक्स्ट क्वेसन हेरौँ। 4 नम्बरको क्वेसन पढौँ के भन्दैछ त्यसमा। Certain pendulum has period on the earth of 1.60 second रे। सो यसको सल्युसन गर्दाखेरि अर्थमा भएको टाइम पिरियड TE मान्दियो, यसलाई कति छ त 1.60 सेकेन्ड छ। अर्थमा टाइम पिरियड अफ पेन्डुलम यति छ। अब मुनमा मार्समा कति छ भने निकाल्नु छ, मार्सको वाट। यसको लागि हामीलाई अरू केही जानकारी दिएको छैन। एक्सिलरेसन दिएको छ मार्सको, मार्समा भएको एक्सिलरेसन 3.71 मिटर पर सेकेन्ड स्क्वायर। अर्थको हामीलाई थाहा नै छ 9.8 मिटर पर सेकेन्ड स्क्वायर, एभरेज भ्यालु नै लिन्छ। अनि पेन्डुलमको लेन्थ चाहिँ त्यही राख्ने हो, लेन्थ कन्स्ट्यान्ट भएपछि अब हामीले के गर्न सक्छौँ भने नाउ अर्थको लागि फर्मुला हाल्न सक्छौँ 2π√L/g को ठाउँमा GE राख्छौँ। इक्वेसन नम्बर 1 भयो, लेन्थ चाहिँ सेम दुईटैमा। त्यसै गरी मार्सको लागि फर मार्स सेम प्याटर्नमा फर्मुला 2π√L/g अफ मार्स, इक्वेसन नम्बर भयो 2। अब यलको भ्यालु त गिभन छैन, त्यसलाई क्यान्सल आउट गर्नको लागि हामी डिभाइडिङवाला मेथड लगाउँछौँ। मार्सको टाइम पिरियडलाई अर्थको टाइम पिरियडले डिभाइड गरेपछि 2π र 2π वाला पार्ट काटिन्छ, अनि √L र √L वाला पार्ट काटिन्छ। भनेपछि बाँकी के रह्यो त, बाँकी रह्यो GE ई वाला माथि अनि यम वाला तल। इन्भर्सली प्रोपोर्सनल छ, या स्टेप वाइज काटकुट गरेर निकाले पनि हुन्छ है। अब यतिकै पनि बुझिन्छ, इन्भर्सली प्रोपोर्सनल भएपछि यहाँ मार्सवाला टाइम माथि भएपछि एक्सिलरेसन चाहिँ तल हुनुपर्छ, अर्थवाला टाइम तल भएपछि यसको एक्सिलरेसन चाहिँ माथि हुनुपर्छ। यसमा भ्यालु पुट गरौँ अनि सिम्प्लिफाई गरौँ, आइहाल्छ। टाइम पिरियड इन मार्स निकाल्नलाई √ एक्सिलरेसन अफ अर्थ, एक्सिलरेसन अन मार्स इन्टु टाइम पिरियड इन अर्थ। यो गरेर क्याल्कुलेसन गरेर हाम्रो एन्सर कति आउँछ भने 2.60 सेकेन्ड आउँछ। र लजिकली पनि सोचेर हेरौँ, हामीले के देखिरहेछौँ, टाइम पिरियड चाहिँ एक्सिलरेसनसँग इन्भर्सली प्रोपोर्सनल छ र मार्सको एक्सिलरेसन अर्थको भन्दा कम छ, भने टाइम पिरियड बढी आउनु पर्यो। इन्भर्सली प्रोपोर्सनल भने त्यही त हो नि, जी को भ्यालु घट्दा टाइमको भ्यालु बढ्नु पर्यो। त अर्थको कम्पेरिजनमा मार्सको टाइम पिरियड, मार्समा पेन्डुलमको टाइम पिरियड के छ, बढी आइरहेको छ, विच इज लजिकली अल्सो करेक्ट है। ल इक्जाम्पल 5 को क्वेसन बोर्डमा अलरेडी ल्याइसकेको छु मैले। यसमा दिएको छ एउटा 1.5 kg को स्प्रिङमा मास राखिएको छ। त्यो मासलाई डिस्प्लेसमेन्ट, त्यसको जुन डिस्प्लेसमेन्टको फङ्सनलाई रिप्रेजेन्ट गरेर चाहिँ यो फङ्सनले x इज अ फङ्सन अफ टाइम इक्वल टु यो एम्प्लिट्युड भयो
अनि cos ओमेगा टी माइनस समथिङ द्याट चाहिँ यो +5 हो, इनिशियल फेज हो। फाइन्ड टाइम फर वान भाइब्रेसन भनेपछि टाइम पिरियड निकाल्नु छ। यस्तो खालको क्वेसन अगाडि नै गरेका थियौँ। यो टाइमको कोफिसिएन्टमा जुन चिज छ त्यो ओमेगा हो। सो त्यहाँबाट हामीले पहिला xt लाई लेखौँ 7.40 सेन्टिमिटर अनि cos 4.16 पर सेकेन्ड टाइम माइनस 2.42। यहाँबाट ओमेगा निकाल्न सक्छौँ 4.16 पर सेकेन्ड। 2π/t इक्वल टू 4.16 पर सेकेन्ड गरेर 4.16 मात्रै राखौँ। यसलाई सल्भ गरेर हामी टाइम निकाल्न सक्छौँ 2π/4.16। यसको एन्सर सेकेन्डमा आउँछ। यो हाम्रो फर्स्ट नम्बरको एन्सर भयो। दोस्रोमा स्प्रिङ कन्स्टेन्ट निकाल्नु छ। र स्प्रिङ कन्स्टेन्ट निकाल्न F = kx हुन्छ र ma पनि हुन्छ। यो दुईटालाई हामी इक्वल लिन्छौँ र एसएचएममा एक्सिलेरेसन भनेको x × ω² र x र x काटिदियो k = m⍵² भन्ने फर्मुला युज गर्न सक्छौँ। सो k = m × ω²। 1.50 kg यहाँनिर दिएको छ इन्टु ओमेगा भनेको तिम्रो यहाँ 4.16 को होल स्क्वायर गर्नु। यसको एन्सर आउँछ न्युटन पर मिटरमा। यसरी k को भ्यालु आयो। त्यसै गरी म्याक्सिमम स्पिड निकाल्नलाई हामीले Vmax भनेको a ओमेगा हो र एम्प्लिट्युड यहाँनिर दिएको छ 7.40 सेन्टिमिटर। यसलाई मिटरमा लगिदिने 7.40 × 10⁻² मिटर। मिटरमा लगिदिएर एम्प्लिट्युड र ओमेगालाई मल्टिप्लाई गरिदिने मिटर पर सेकेन्डमा भेलोसिटी पनि निस्किन्छ। यदि यो सेन्टिमिटरमा दिएको हो भने लेट मी चेक है, त सेन्टिमिटर हो कि मिटर हो। सेन्टिमिटरमै दिएको छ। ल ठिक छ, त्यसमै कन्भर्ट गरेरै गर्नुपर्छ। अनि डी नम्बरमा के सोधेको छ म्याक्सिमम फोर्स। त फोर्स निकाल्नलाई स्प्रिङको k × म्याक्सिमम डिस्प्लेसमेन्ट। त एसएचएममा म्याक्सिमम डिस्प्लेसमेन्ट भनेको के हो त एम्प्लिट्युड हो। सो k × a गरिदिने म्याक्सिमम फोर्स निकाल्नलाई मल्टिप्लाई गरिदिउँ। यो एन्सर केमा आउँछ न्युटनमा आउँछ। तर a को भ्यालु चाहिँ यो राख्ने। ठिक, ओके। एन्सरहरू कति कति आउँछ लेट मी राइट हियर फर यु। टाइमको आउँछ 1.51 सेकेन्ड अनि k को आउँछ 26 एप्रोक्सिमेट 26 राउन्ड फिगरमा। त्यसपछि म्याक्सिमम भेलोसिटी 0.308 क्याल्कुलेट गरेर हेर्नु। अनि म्याक्सिमम फोर्स 1.92 यति निस्किन्छ है। ल ओके। सो हाम्रो चेक पोइन्ट नम्बर 5 को क्वेसन अलरेडी बोर्डमा लेखिएको छ। यसलाई हेरौँ है त। अ स्प्रिङ ब्यालेन्स हैज अ स्केल दैट रीड्स फ्रम 0 to 50 kg। एउटा स्प्रिङ ब्यालेन्सले 0 देखि 50 kg सम्मको वेट नाप्न सक्छ रे। के भन्न खोजेको यसले हेरौँ है त, बुझौँ। यो वेट भयो अनि यहाँ स्केल छ। यो 0 kg भयो अनि यो भयो 50 kg को स्केल छ यहाँनिर। यदि यसमा वेट 50 kg को झुन्ड्याउने हो भने यो लत्किएर तन्किएर 50 kg। यदि 50 kg झुन्डायो भने यहाँ अनि 0 kg झुन्डायो भने यो पोइन्टमा बस्छ A मा, 50 kg झुन्डायो भने B मा पुग्छ भन्न खोजेको है त। यस्तो भन्न खोजेको। द लेन्थ अफ द स्केल इज 20 cm। अब स्केल 0 kg देखि 50 kg मा यहाँनिर लम्बाइ नाप्ने हो भने यो 20 सेन्टिमिटरको लम्बाइ छ रे स्केलको लम्बाइ। अब बडी इज सस्पेन्डेड। अब यहाँनिर यो त मैले 0 र 50 एज्युम गरेँ। 0 एज्युम गरेपछि A मा, 50 एज्युम गरेँ B मा हुन्छ भनेर बुझाएँ। अब कुनै ऱ्यान्डम अब्जेक्ट जोख्नु छ हामीलाई, त्यसको मास कति हो थाहा छैन। र यम मास भएको अब्जेक्टलाई झुन्डाउँदाखेरि बिचतिर कतै आउला, C भन्ने पोइन्टतिर आउला कतैतिर। त्यसलाई डिस्प्लेस गरेर रिलिज गरेपछि ओसिलेट्स विथ अ पिरियड अफ यति। यहाँनिर C भन्ने पोइन्टमा ल्याएर छोडिदिँदा ओसिलेट गर्न थाल्यो। कति पिरियडले 0.60 ले। त्यसपछि त्यो बडीको वेट कति हो W या मास कति हो भनेर सोधिरह M को भ्यालु कति हो। त्यो निकाल्नलाई हामी पहिला सपोज यदि 50 kg नै झुन्डाएको भए के हुन्थ्यो 20 सेन्टिमिटरले तन्किन्थ्यो।
सो टोटल लेन्थ अफ स्केल भयो 20 cm जुन चाहिँ 0.2 मिटर हुन्छ अनि म्याक्सिमम मास भनेको यसको कति छ 50 केजी म्याक्सिमम मास चाहिँ टोटल मास भयो अनि टोटल लेन्थ भयो त्यसो भए यदि म्याक्सिमम फोर्स यसमा कति लाग्छ त म्याक्सिमम फोर्स लाग्छ k * l यो त स्प्रिङ कन्स्ट्यान्ट यो l भनेको टोटल लेन्थ तन्किने 0 बाट लिएर a बाट लिएर b सम्म तन्केको भए यसमा k * l म्याक्सिमम फोर्स यति लाग्थ्यो अल्सो 50 केजी ले दिने यसलाई फोर्स ग्रेभिटी वाला फोर्स m * g हुन्छ सो k * l यसरी लेख्न मिल्यो देयरफोर यहाँबाट k को भ्यालु आउँछ क्यापिटल mg / l जहाँनिर क्यापिटल m भनेको 50 यो भने 9.8 अनि यो भनेको 0.2 यसबाट हामीले स्प्रिङ कन्स्ट्यान्ट निकाल्न सक्छौं न्युटन पर मिटरमा स्प्रिङ कन्स्ट्यान्ट किन चाहियो अहिले थाहा पाउँछु चाहिन्छ यहाँले ओके अब अर्को के दिएछ यहाँनिर टाइम पिरियड त टाइम पिरियड 0.60 सेकेन्ड दियो त टाइम पिरियडको फर्मुला थाहा नै होला 2π√m/k स्प्रिङको लागि ल अब भयो नि त स्प्रिङ कन्स्ट्यान्ट किन चाहियो भनेर बुझियो टाइम पिरियडमा k को भ्यालु हाल्न सक्छौं 2π भनेको थाहा छदैछ हामीलाई पाई को भ्यालु पुट गर्दिन्छौं र यसलाई सोल्भ गरेर m को भ्यालु निकाल्न सक्छौं स्क्वायरिङ गरेर स्क्वायरिङ बोथ साइड गर्दिने रुट हटिहाल्छ अनि त्यसपछि यहाँबाट सोल्भ गरेर m को भ्यालु निकाल्ने 22.36 केजी आउँछ अब वेट निकाल्नु छ भने w = स्मल m * g यो स्मल m भनेको जहाँनिर भनेको छ नि अ बडी सस्पेन्डेड यो अ बडी जुन बडी सस्पेन्ड गरेको छ स्मल m भनेको मास अफ बडी हो अनि यो क्यापिटल m भनेको चाहिँ त्यो म्याक्सिमम पोसिबल वेट यदि यहाँ झुन्डाउन सक्ने जुन म्याक्सिमम पोसिबल वेट छ 50 केजी त्यो हो त्यसको सहायताले स्प्रिङ कन्स्ट्यान्ट निकाल्ने अनि त्यसपछि स्प्रिङ कन्स्ट्यान्ट र टाइम पिरियडको फर्मुलालाई युज गरेर हामीले मास अफ द बडी निकाल्न सक्छौं ओके क्याल्कुलेट गरौँ ल ओके अब नेक्स्ट क्वेशन छ हाम्रो चेक पोइन्ट नम्बर 6 जसमा क्वेशन यस प्रकार छ A body of mass 5 kg executes SHM of amplitude 0.5 meter. त्यसपछि if force constant is this much, force constant दिएको छ, mass दिएको छ, amplitude दिएको छ, calculate its kinetic energy, potential energy, total energy when it is halfway between equilibrium position and extreme position भनेको mean position, equilibrium position र extreme position को बिचमा यो mean यो extreme दुईटाको बिचमा हुँदाखेरि इनरको के पी र टी कति हुन्छ निकाल्नु भनेको छ आन्सर यहाँनिर दिएको छ ल अब यसलाई सल्भ कसरी गर्ने मास लेख्दियौ 5 केजी त्यसपछि एम्प्लिट्युड लेख्दियौ 0.5 मिटर अनि फोर्स कन्स्ट्यान्ट लेख्दियौ 100 न्यूटन मिटर जुन भनेको m * ओमेगा स्क्वायर थाहा छ नि अच्छा गुड ओके त्यसो भए नाउ at halfway between mean position and extreme position x = के हुन्छ x = हुन्छ a/2 halfway भनेको यही हो एम्प्लिट्युड को हाफ ओके त्यसो भए के कति के को फर्मुला लौ 1/2 m ओमेगा स्क्वायर a स्क्वायर माइनस x स्क्वायर 1/2 m ओमेगा स्क्वायर भनेको के हो के राख्दियौ यति भनेको के हो अनि a स्क्वायर माइनस x स्क्वायर को ठाउँमा a स्क्वायर / 4 राख्दियौ अनि सिम्प्लिफाई गरौँ सिम्प्लिफाई गरेपछि 1/2 * 100 इन्टु यो मल्टिप्लाई गरेर 4a स्क्वायर माइनस a स्क्वायर 3a स्क्वायर आउँछ 3a स्क्वायर / 4 भयो अब 4 ले यसलाई काटौँ यो 25 आउँछ 25 त्यहाँ 75/2 इन्टु a स्क्वायर आयो अब a को भ्यालु 0.5 दिएछ 75/2 इन्टु 0.5 को स्क्वायर गरिदिउँ र क्याल्कुलेट गरौँ कति आउँछ 0.25 अनि 0.25 लाई 2 ले डिवाइड गरे 0.125 25% लगभग सो 75 को 25% लगभग जुन चाहिँ क्याल्कुलेसन गरेर कति आउनुपर्छ 9.375 जुल क्याल्कुलेट गरौँ आउँछ त्यसैगरी काइनेटिक एनर्जी आयो अब पोटेन्शियल एनर्जी निकालौँ 1/2
m ओमेगा स्क्वायर x स्क्वायर 1/2 m ओमेगा स्क्वायर x को ठाउँमा राखौँ a/2 को होल स्क्वायर। यो पनि निकालौँ कति आउँछ 3.125 जूल। देयरफोर टोटल इनर्जी निकाल्न के गर्ने पोटेन्शियल इनर्जी प्लस काइनेटिक इनर्जी गर्ने। यो दुईटा जोडिदिने आइहाल्छ, झमेलै खत्तम। यति मात्रै हो। ल अब लास्ट क्वेसन बाँकी छ। आजको लास्ट न्युमेरिकलमा छौँ एसएचएम को। यो सकेपछि हामी त्यसपछि नेक्स्ट च्याप्टर पनि सुरु गर्छौँ जुन चाहिँ फ्लुइड मेकानिक्स हो। अनि त्यसको पनि यस्तै तरिकाले हामी कम्प्लिट गरेर त्यसपछि बल्ल एक्जाम ओरिएन्टेड क्वेसन डायग्राम बेस्ड क्वेसन्सहरू जुन सेट वाइज छ हामी त्यो पनि डिस्कस गर्नेछौँ है त। सो लास्ट क्वेसनले के भन्छ हार्मोनिक ओसिलेटर एउटा ओसिलेटर छ ह्याज एन एङ्गुलर फ्रिक्वेन्सी ओमेगा र एम्प्लिट्युड चाहिँ ए छ। वाट आर द म्याग्निट्युड्स अफ डिस्प्लेसमेन्ट एन्ड भेलोसिटी वेन इलास्टिक पोटेन्सियल इज इक्वल टु काइनेटिक इनर्जी। पोटेन्शियल इनर्जी र काइनेटिक इनर्जी इक्वल भएको बेलामा डिस्प्लेसमेन्ट र भेलोसिटी कति कति हुन्छ निकाल्नुस् है भनेर भनेको छ। एज्युम द्याट टोटल इनर्जी यु इज इक्वल टु 0 एट द इक्विलिब्रियम। इक्विलिब्रियममा चाहिँ टोटल इनर्जी चाहिँ 0 छ है भनेर एज्युम गर्नु भनेर भनेको छ। हाउ अफन डज दिस अकर इन इच साइकल। यो कतिचोटि हुन्छ यो जुन पी र केही बराबर हुने चक्कर छ यो चाहिँ कतिचोटि हुन्छ एउटा कम्प्लिट साइकलमा सोधेको छ। अनि वाट इज द टाइम बिट्विन अकरेन्स र हरेक अकरेन्सको बिचमा कति टाइम ग्याप हुन्छ निकाल्नु भनेको छ। त्यसपछि सी नम्बर 8 एन इन्स्टेन्ट वेन डिस्प्लेसमेन्ट इज इक्वल टु a/2। यो चाहिँ छुट्टै क्वेसन भयो। यतिसम्म एउटा थियो, यो अलगै केस भयो। a/2 भएको बेला x को भ्यालु a/2 भएको बेला वाट फ्र्याक्सन अफ टोटल इनर्जी अफ द सिस्टम इज के। टोटल इनर्जी को कति फ्र्याक्सन चाहिँ काइनेटिक हो अनि कति फ्र्याक्सन चाहिँ पोटेन्शियल हो भनेर सोधिरहेको छ। ठिक छ। ल सल्युसनतिर लागौँ। अब यसमा हामीलाई गिभन चाहिँ के छ त मेन कन्डिसन भनेको पोटेन्शियल इनर्जी इज इक्वल टु काइनेटिक इनर्जी। त दुईटैको फर्मुला हालौँ 1/2 m ओमेगा स्क्वायर x स्क्वायर इक्वल टु 1/2 m ओमेगा स्क्वायर अंडर रूट a स्क्वायर माइनस x स्क्वायर। यो काटौँ 1/2 काटौँ m ओमेगा स्क्वायर काटौँ x स्क्वायर बाँकी रह्यो इज इक्वल टु अंडर रूट a स्क्वायर माइनस x स्क्वायर। स्क्वायरिङ बोथ साइड गरौँ। यो x को पावर तपाईको या x को पावर 4 हुन्छ स्क्वायरिङ गर्दाखेरि। राइट एकछिन काइनेटिक एनर्जी को फर्मुला रूट हुन्न नि त। ओके सो हामी सुरुवात गर्छौं। त हाम्रो कन्डिसन अनुसार p इक्वल टु के दिएको छ। p को फर्मुला 1/2 m ओमेगा स्क्वायर x स्क्वायर इक्वल टु 1/2 m ओमेगा स्क्वायर a स्क्वायर माइनस x स्क्वायर। यसमा 1/2 वाला पार्ट र m ओमेगा स्क्वायर वाला पार्ट काटिन्छ। सो x स्क्वायर इक्वल टु आयो a स्क्वायर माइनस x स्क्वायर। यो हुन्छ 2x स्क्वायर इक्वल टु a स्क्वायर। त्यसै गरी x स्क्वायर इक्वल टु a स्क्वायर बाई 2। देयरफोर x इज इक्वल टु प्लस माइनस a बाई 2 प्लस माइनस a बाई 2 a बाई 2 नै आएको हो। a बाई रूट 2 सरी यहाँ 2 छ भनेपछि रुट गर्दा a बाई रूट 2 प्लस माइनस a बाई रूट 2 आउनुको मतलब के हो। यसको मतलब हो यो मिन पोजिसन को एउटा साइडमा हामीले x इक्वल टु माइनस a बाई रूट 2 लिन्छौँ भने अर्को साइडमा x इक्वल टु a बाई रूट 2 लिन्छौँ। मिन पोजिसन को दुईटै साइडमा हुन्छ। अनि a चाहिँ कहाँ हुन्छ त एक्सट्रिम पोजिसन यहाँ चाहिँ x इक्वल टु a भयो। अनि यो अर्को एक्सट्रिम यो x इक्वल टु सरी माइनस a भयो त अनि यता x इक्वल टु a भयो। यसरी हुन्छ है। सो डिस्प्लेसमेन्ट त आयो। अब भेलोसिटी निकाल्नु भनेको छ। तो वेलोसिटी निकाल्ने फर्मुला के हो। वेलोसिटी इज इक्वल टू ओमेगा अंडर रूट a स्क्वायर माइनस x स्क्वायर। अब वेलोसिटी निकाल्नलाई हामीले के गर्छौं x को भ्यालु यहाँ पुट गरिदिन्छौं। x को भ्यालु पुट गरेपछि ओमेगा इन्टु a स्क्वायर माइनस a स्क्वायर बाई 2 आउँछ। सिम्प्लिफाई गरौँ 2a स्क्वायर माइनस a स्क्वायर बाई 2 हुन्छ। सिम्प्लिफाई गरेर यो आउँछ
ओमेगा ए बाई √2 यति आउँछ ओमेगा ए बाई √2 सिम्प्लिफाई गरिसकेपछि ओके भेलोसिटी पनि आयो डिस्प्लेसमेन्ट पनि आयो ए नम्बरको भयो हाउ अफन डज दिस अकर इन इच साइकल त हेरौँ मानौँ यहाँबाट सुरु भएको छ पीबाट क्यूमा गयो फेरि फर्केर पीमा आयो ओसिलेसन एउटा कम्प्लिट भयो इच साइकल भनेको पीबाट सुरुवात भएर क्यूमा पुग्यो फेरि फर्केर पीमै गयो त आउँदाखेरि एकचोटि यहाँ भयो एकचोटि भयो यहाँ फेरि दोस्रोचोटि यहाँ भयो फेरि क्यूबाट फर्किँदाखेरि तेस्रोचोटि यहाँ हुन्छ फेरि फर्किँदाखेरि चौथोचोटि यहाँ हुन्छ भने टोटल कतिचोटि हुँदो रहेछ 4 चोटि हाउ अफन भनेर सोध्या 4 टाइम्स सो यसको एन्सर 4 टाइम्स वाट इज द टाइम बिट्विन अकरेन्स हरेक अकरेन्स बिचको टाइम ग्याप कति छ त पीबाट यो फर्स्ट अकरेन्सबाट सेकेन्ड अकरेन्स सेकेन्डबाट फेरि थर्ड अकरेन्स फेरि थर्डबाट फोर्थ अकरेन्स यसरी हुनको लागि कति ग्याप छ त टोटल टाइम पिरियडलाई 4 भागमा डिभाइड गरिदिने सो अकरेन्स हुने टाइम अकरेन्सको टाइम निकाल्नको लागि चाहिँ रिअकरेन्स भनौँ न रिअकरेन्स हुने टाइम निकाल्नको लागि चाहिँ टोटल टाइम पिरियडमा हामी के गरिदिन्छौँ 4 गरिदिन्छौँ द्याट्स इट T/4 यसलाई ओमेगाको फर्ममा नि लेख्न सक्छौँ T भनेको 2π/ओमेगा हो यहाँनिर ओमेगा सब्स्टिट्युट के अरे टी को भ्यालु 2π/ओमेगा सब्स्टिट्युट गरेर पनि फर्मुला फर्ममा लेखिदिन सक्छौँ एक्ज्याक्ट भ्यालु आउँदैन फर्मुला फर्ममा आउँछ लास्टमा वाट इज द टाइम अफ अकरेन्स भयो एट एन इन्स्टेन्ट वेन डिस्प्लेसमेन्ट इज इक्वल टु a/2 वाट इज द फ्र्याक्सन अफ टोटल इनर्जी अफ द सिस्टम इज केई एन्ड पिई भनेर सोधेको छ नि अब यहाँ चाहिँ रेसियो निकाल्नु छ है यसलाई कसरी गर्ने यहाँ चाहिँ हामीले दुईवटा रेसियो निकाल्नु छ एउटा केई र टोटल इनर्जीको अनि अर्को पोटेन्शियल इनर्जी र टोटल इनर्जीको रेसियो निकाल्नु त फर्मुला राखौँ 1/2 m ओमेगा स्क्वायर a स्क्वायर माइनस x स्क्वायर बाई 1/2 m ओमेगा स्क्वायर a स्क्वायर यहाँ पनि 1/2 m ओमेगा स्क्वायर x स्क्वायर बाई 1/2 m ओमेगा स्क्वायर a स्क्वायर त्यसमा काटिएर x स्क्वायर बाई a स्क्वायर आउँछ यसमा काटिएर a स्क्वायर माइनस x स्क्वायर बाई a स्क्वायर आउँछ अब जस्ट यसमा के गर्नु छ when the displacement is equal to a/2 भने नि त x को भ्यालु a/2 ल्याएर यहाँ पुट गरिदिनु छ यहाँ x को ठाउँमा a/2 राख यहाँ पनि x को ठाउँमा a/2 राख अनि सल्भ गरिदियो आइहाल्छ सो a स्क्वायर माइनस a स्क्वायर बाई 4 बाई a स्क्वायर सिम्प्लिफाई गर्ने हो भने यो 3/4 आउँछ अनि यहाँनिर पनि यहाँ चाहिँ 1/4 आउँछ ल भ्यालु पुट गरेर हेर x को ठाउँमा a/2 राखेर सिम्प्लिफाई गरेर हेर फ्र्याक्सन निस्क्यो एउटा चाहिँ 3/4 अर्को 1/4 ठिक छ ल आजलाई यति नै गरौँ अब नेक्स्ट पार्टमा हामी फ्लुइड मेकानिक्सको यसै गरी कम्प्लिट लेसन गर्छौँ इम्पोर्टेन्ट डेरिभेसन फर्मुला अनि न्युमेरिकल त्यसपछि फाइनली मेकानिक्सको च्याप्टर वाइज सकियो अनि त्यसपछि पास्ट इयर क्वेसनमा सोधेको डिफ्रेन्ट काइन्ड अफ डायग्राम बेस्ड क्वेसन ट्रिकी क्वेसन्स एमसिक्युजहरू डिस्कस गर्छौँ है त धन्यवाद